पत्रकारिता छोड्ने चाहिँ निर्णय किन गर्नुभयो दाइ ठ्याक्कै? यो कस्तो यो के भन्छ नि, हावाको चल्ने पाल मुराको ढल्ने पाल भन्छन् नि, त्यस्तै भयो। राजीनामा लेख्ने बेला म रुवा हौँ, एक्लै लेखेँ मैले राजीनामा लेख्ने बेला रोएर, अनि पछि रोएर लेखेँ अनि त्यो राखेँ। अनि कतिलाई सेयर गरेँ है मैले, को सेयर गरेँ, यो लेखेँ मैले राजीनामा अहिले पेस गरेँ कि नगरौँ भनेपछि के फेरि एउटा कस्तो रुलिङ आउँदैछ तपाईँ चाहिँ नआत्तिनु अहिले भन्ने कुरा भयो। भएपछि म फेरि त्यसै 2 दिन जति स्टप भएँ। मलाई सुर्खेत जानु थियो, सुर्खेतबाट म फर्किँदै देउती बजीबाट मलाई बिचमा आएछ कि दुर्गाजीले अथवा दुर्गाजीले नै हो मलाई मेसेजरमा चाहिँ त्यो पठाउनु भयो, राजीनामा चाहिँ दिनुपर्ने स्थिति आयो देवरामजी भन्नुभयो। अनि अहिले पनि सायद त्यो महासङ्घमा हेऱ्यो भने चाहिँ दुर्गाजीको मेसेन्जरमा होला, मैले त्यो मोबाइलमै यो गरेर त्यो पनि हातले यस्तो टचिङ गरेर लेखेर अनि त्यसरी राजीनामा दिएँ। मतलब इन टाइममै स्वैच्छिक राजीनामा दिए। म जस्तै साथीहरू अहिले पनि बसिराख्नु भएको छ, भलै उहाँहरूप्रति केही गुनासो छैन। अब कस्तो लाग्थ्यो भने बजारमा जति बेला भइन्थ्यो नि, काम गरिन्थ्यो नि, त्यति बेला बजारै हो नि, सबै थोक यहाँ छ नि, सब मान्छे यहीँ छन्, सबै कुरा यहीँ छ, पैसो यहीँ छ, सबै जस्तो लाग्थ्यो कि गाउँ किन बस्छन् होला मान्छे, त्यो दूर दराजमा जस्तो लाग्थ्यो। तर गाउँमा आएपछि गाउँ चाहिँ ठुलो रहेछ कि। भिजन कम्प्युटर सेन्टर भन्ने थियो बिपी चोकभन्दा मुनतिर, अहिले त्यसमा नेपाल एग्री आइएमई बसिरहेको छ हाम्रो धिताल सरको घरभन्दा मुनतिर। त्यहाँबाट हामीले फ्याक्स गर्ने अनि त्यस पछाडि त्यहाँबाट न्युज ल्याएर त्यहाँ दिने। अनि त्यो सिर्फ केसका लागि थियो भने बेलुका चाहिँ समाचार पढिसकेपछि देवीराम कुसारीले बताउनु भएको छ, त्यतिको लागि थियो। तेजबहादुर कार्की र लक्ष्मण रेग्मी मिलेर त्यो संयुक्त रूपमा कम्युनिकेसन सेन्टर खोल्नु भएको थियो। त्यहाँ सायद 8-10 सय अथवा 1-2 हजार त्यहाँ उहाँहरूले माया मार्नु भएको छ। मैले तिर्न खोज्दाखेरि पनि उहाँ नदिनुहोस् तपाईँ, यसरी काम गर्नुभएको छ बिचरा, नदिनुहोस् भन्नुहुन्थ्यो। अनि विष्णु सरले पनि 700-800 माया मार्नुभयो। मैले दिन खोजेँ, दिएँ, होइन सर तपाईँको भयो पर्दैन भनेर उहाँले फ्याक्स गरेको पैसा। अनि उहाँबाट रेडियो स्वर्गदाले पनि दिन्थ्यो है फ्याक्स गरेको पैसा त। त्यसरी सुरु गरेको मेरो करियर थियो नि त। अनि त्यो एकैचोटि सक्यो कि यस्तो नमजा लाग्यो। अनि सुतेर भर्खर उठेपछि त्यो रुलिङ हेरेँ मैले, रुलिङ सुनेँ अनि पढेँ। सायद मैले विपुल दाइलाई पनि फोन गराएको थिएँ अनि त्यो सम्झेँ कि मैले विगतमा जौबारीमा गएर पुरै काम गरेको होइन, कता गरेको। अनि एकैचोटि त्यो एउटा रुलिङले मात्रै स्याट राजीनामा लेख्नु पऱ्यो कि। अनि मलाई मेरै मनले पनि मानेन। अनि लेख्दै गर्दा मलाई तर कहाँ आँसु आयो, सायद मैले त्यो भिडियो पनि थियो होला, मैले कतिसँग राखेँ कि अथवा फालेँ होइन। बसाइसराई एउटा ऊर्जाको केन्द्र हो भन्छु मलाई। बसाइसराई ऊर्जाको स्रोत हो। एकै ठाउँमा बसिराख्ने हो भने त्यसको त्यो सोच दिमाग ऊर्जा एउटै खालको हुने रहेछ कि। तर तिमी एक ठाउँबाट अर्को ठाउँमा चल्यौ नि, थप इनर्जी त आउँछ नि तिमीसँग। त्यस्तै मलाई चाहिँ रुकुमबाट बसाइसराई डाङ आइसकेपछि मलाई थप ऊर्जा भयो। अनि मसँग रहेको अभाव अशिक्षा थियो नि त गजडीको, त्यसले चाहिँ थप सङ्घर्ष गर्न बाध्य बनायो। अनि बिहानको त्यो धुन टु गरेर बस्थ्यो, त्यो बस्दाखेरि यस्तो आनन्द लाग्ने। अनि कसरी बज्छ होला भन्ने लाग्थ्यो। यो रेडियो खोलेर हेर्न पायो भने थियो ला कस्ता मान्छे हुन्छन्, कसरी बोल्छन् भन्ने लाग्थ्यो कि। अनि त्यो क्युरियोसिटी थियो बच्चैदेखिको। अनि यसमा बोल्न पाए कस्तो हुन्थ्यो होला, म पनि भित्र जान पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो नि त। अब त्यो पुरानो बलियो भन्छ नि बुढापाकाले, जति पुरानो हुन्छ त्यति बलियो हुन्छ भन्छ। त्यो साँच्चीकै हो जस्तो लाग्छ। किनभने मेरो त पुरानो पेसा त पत्रकारिता भने एकपल्ट फेरि महासङ्घमा आफ्नो सबै बायोडाटाहरू पेस गरेर फेरि सदस्यता लिएपछि कस्तो हुन्छ होला, त्यो रहर छ कि मलाई अहिले पनि त्यो रहर छ। धेरै पछि भेट भयो दुई भाइको। अब हजुर पनि व्यवसायमै यस्तो भएन। अब पहिला
गाउँ किन बस्छन् होला भन्ने थियो कि एकपल्ट गाउँ कसरी बस्छन् होला भन्ने थियो किन बस्छन् होला नि गाउँ कसरी बस्छन् होला भन्ने थियो नि त अब राति दिउँसो सबै रेडियोमै पेपरमै अब बजारमै भन्ने हुन्थ्यो बजारमै धेरै सम्भावना छ जस्तो लाग्थ्यो तर होइन गाउँ धेरै रहेछ झन् ठुलो गाउँ रहेछ कि बजार सानो रहेछ त्योभन्दा ठुलो गाउँ रहेछ जस्तो लाग्यो अब यतातिर व्यस्त भइयो तिमीहरू पेसाले बजारमुखी छौ भनौँ त्यो बाध्यता पनि छैन म अलिक गाउँमुखी भइसकेँ अब बजार जान पनि अलिक गाह्रो लाग्छ कहिलेकाहीँ एकदम कम जान्छु बजार कस्तो बजार ठुलो भन्नाले गाउँ ठुलो छ भन्नाले अब कस्तो लाग्थ्यो भने बजारमा जति बेला भइन्थ्यो नि काम गरिन्थ्यो नि त्यति बेला बजारै हो नि सबै थोक यहाँ छ नि सब मान्छे यहीँ छन् सबै कुरा यहीँ छ पैसो यहीँ छ सबै जस्तो लाग्थ्यो कि हजुर गाउँ किन बस्छन् होला मान्छे त्यो दूर दराजमा जस्तो लाग्थ्यो तर गाउँमा आएपछि गाउँ चाहिँ ठुलो रहेछ कि गाउँ चाहिँ अझ धेरै छ कि गाउँमा हामीले गाउँलाई उपेक्षा गरे मात्रै रहेछ कि बजार त सानो रहेछ एरियाको हिसाबले पनि सानो छ ज्ञानको हिसाबले पनि सानो छ सिपको हिसाबले पनि सानो छ मेहनतको हिसाबले पनि सानो छ गाउँ र सहर अर्थको हिसाबले पनि सानो छ कि बजार होइन त्यसकारण गाउँमै व्यस्त भइयो अनि आनन्द गाउँमै लाग्छ अब अब त हजुर अब मैले त अब पत्रकार भनेर नै चिन्छु दाइलाई अनि एउटा आफ्नो आत्मीयता त्यो हिसाबले र व्यवसाय त अलि पछि नै भयो यस्तो भएन के भयो भने अब म त यद्यपि दर्शकहरूले अप्ठ्यारो मान्नुहुन्न होला मैले दिदीलाई अहिले पनि तपाईँ भन्न सक्दैन कि तिमीमा एकदम घरको आफ्नै बहिनी जस्तो लाग्ने अनि केही सामान्य कुराहरू पनि हामी सेयर गर्ने भाइ बहिनीका बिचमा त्यो भावनाले अब तिमी नै सम्बोधन गरे अब यो कस्तो हुँदो रहेछ भने अब जतातिर हामी अब लगावमा छौँ जेमा छौँ त्यतातिर अलिकति बढी चासो गयो भने त्यसलाई आनन्द मान्यो भने दिलले आनन्द मान्यो भने त्यतातिर बढी ध्यान जाँदो रहेछ अब पत्रकारै भने पनि मलाई केही फरक परेन पूर्व होइन दाइ त्योभन्दा पनि राम्रो दाइ पत्रकार पनि अब भर्खरै महासङ्घबाट त भर्खरै हो मैले स्वैच्छिक अब त्यो सायद मैले राजीनामा नलेखेको भए पनि हिजो आजसम्म मेरो महासङ्घको सदस्यता कसैले किन छ यसलाई फाल्नुपर्छ त भन्दै नथ्यो होला नि तर मलाई के लाग्यो भने एक खालको त्यो रुलिङ भइसकेपछि अहिले पनि कहीँ म जस्तै साथीहरू त महासङ्घमै हुनुहुन्छ नि त होइन मभन्दा झन् कार्यकारी पदमा रहेर बसेका मान्छेहरू हुनुहुन्छ अब त्यतिसम्म नगर्ने कि भनेर यो मनले मान्दैन यो मनले चाहिँ मलाई सबैभन्दा अप्ठ्यारो कहाँ लाग्छ भने मलाई चाहिँ मेरो मनले प्रश्न गर्यो त्यसको उत्तर दिन सकिनँ भने असाध्यै गाह्रो लाग्छ त्यो गाह्रो लाग्ने चिज गर्न हुँदैन भन्ने लाग्छ अनि त्यही भएर राजीनामा दियो कम्तीमा राजीनामा दिएपछि देवीराम त अलिअलि दलमा लागिस् राजनीतिक दलमा लागिस् त स्वतन्त्रताको हिसाबले पत्रकारिता हुँ भन्न तँलाई सुहाउँछ भनेर मेरो मनले भनेर हो सुहाएन त मैले राजीनामा लेखेँ नि भन्छु कि मेरो मनलाई प्रश्न उत्तर दिन सक्छु त्यसकारण तर मोह चाहिँ छ माया चाहिँ छ पत्रकारिताप्रति अझै पनि मोह महासङ्घका साथीहरूप्रति अझै पनि माया लाग्छ पत्रकारिता जगतलाई कसैले अलिकति बढी उपेक्षा गऱ्यो भने कता आफैले उपेक्षा गरे जस्तो लाग्छ अहिले पनि यद्यपि तर पत्रकारिता छोड्ने चाहिँ निर्णय किन गर्नुभयो दाइ ठ्याक्कै यो कस्तो यो के भन्छ नि हावाको चल्ने पाल मुराको ढल्ने पाल भन्छन् नि त्यस्तै भयो म अलिकति व्यवसायमा अलिक थोरै व्यस्त पनि भए अवस्था होइन त्यति बेला कता मलाई राजनीतिले पनि छोएको अवस्था र महासङ्घको रुलिङको पनि आउने त्यति बेला होइन त्यो रुलिङले गर्दाखेरि मलाई त्यही रुलिङले चाहिँ म त्यतातिर मतलब आधिकारिकता प्रामाणिकताको हिसाबले छोड्न बाध्य हौँ क्रियाशीलताको हिसाबले क्रियाकलापको हिसाबले त कम बेसी होला अहिले पनि म पत्रकारै नभए पनि सञ्चारकर्मी त हुँ सञ्चारकर्मी त जोगी पनि हो होइन अब सामाजिक सञ्जालहरू छन् अहिलेका होइन अहिले प्रविधिसँग निकट रहेर सूचना प्रवाह गर्ने हो त्यो त गरिन्छ नै तर प्रमाणीकरणको हिसाबले प्रमाणको हिसाबले चाहिँ म अहिले महासङ्घको सदस्य पूर्व हुँ नि त होइन त्यसले गर्दाखेरि अहिले छैन म त्यो चाहिँ त्यही भयो एउटा महासङ्घको माथिको रुलिङ भयो एउटा चाहिँ व्यवसायलाई पनि अलिकति ध्यान दिनुपर्ने त्यति बेला कता थोरै राजनीतिले राजनीतिप्रति पनि चासो भएको कारणले राजनीतिमा रहेका मान्छेहरू महासङ्घमा हुनु हुँदैन भन्ने ठ्याक्क रुलिङ भयो अनि मैले त्यो लेखेँ राजीनामा लेख्ने बेला म रुवा हौँ एक्लै लेखाँ मैले राजीनामा लेख्ने बेला रोएर अनि पछि रोएर लेखेँ अनि त्यो राखेँ
अनि कतिलाई सेयर गरेँ है मैले, को सेयर गरेँ, यो लेखेँ मैले राजीनामा अहिले पेस गरेको नगरौँ भनेपछि के फेरि एउटा कस्तो रुलिङ आउँदैछ तपाईँ चाहिँ नआत्तिनु अहिले भन्ने कुरा भयो। भएपछि म फेरि त्यसै 2 दिन जति स्टप भएँ, मलाई सुर्खेत जानु थियो। सुर्खेतबाट म फर्किँदै ड्युटी बजीबाट मलाई बिचमा आइसक्यो दुर्गाजीले, अथवा दुर्गाजीले नै हो मलाई मेसेजरमा चाहिँ त्यो पठाउनु भयो, राजीनामा चाहिँ दिनुपर्ने स्थिति आयो देवरामजी भन्नुभयो। अनि अहिले पनि सायद त्यो महासङ्घमा हेऱ्यो भने चाहिँ दुर्गाजीको मेसेन्जरमा होला, मैले त्यो मोबाइलमै उयो गरेर त्यो पनि हातले यस्तो यस्तो टचिङ गरेर लेखेर अनि त्यसरी राजीनामा दिएँ। मतलब इन टाइममै स्वेच्छिक राजीनामा दिए। म जस्तै साथीहरू अहिले पनि बसिराख्नु भएको छ, भलै उहाँहरूप्रति केही गुनासो छैन, त्यसरी चाहिँ दिनुपर्छ। तर अनुशासित पूर्वक उहाँहरूले दिनुभयो भनेर त्यति बेला एकदमै चहल पहल पनि भयो दाइ। हो मलाई जस्तो बसन्त आचार्य दाइ हजुर हो। अनि महासङ्घले बोलाए पनि थियो मलाई सम्मान कि के गर्ने, यस्तै के प्रमाणपत्र के दिनलाई भनेर। सायद तिमीले पनि हो क्या फोन गरे मलाई। त्यो थियो म के काम परेर त्यति बेला जान सकिनँ। उनलाई त म अब अहिले केही साथीहरू बसिराख्नु भएको साथीहरू भन्दा मेरो त राजनीतिक दलमा केही पदै होइन जस्तो हो होइन। म त अब क्षेत्रीय प्रतिनिधि भने जस्तो मात्रै हो। जित्या एक खालको चुनाव लड्यो, जित्या भए त भइन्थ्यो होला, अब जितेन। तर पनि अरूले के गर्यो खैर छोडौँ, आफूले त पालना गर्नु पऱ्यो नि भन्ने हिसाबले गरियो। अझै पनि रहर छ दिप्ती, एउटा रहर के छ भने अझै पनि एकपटक राजनीति त्यति चासो भएन कि फेरि राजनीतिप्रतिको स्खलित भयो नि त मान्छेहरूको। त्यसले गर्दाखेरि मलाई महासङ्घ पनि अब त्यो पुरानो बलियो भन्छ नि बुढापाखाले, जति पुरानो हुन्छ त्यति बलियो हुन्छ भन्छ, त्यो साँच्चीकै हो जस्तो लाग्छ। किनभने मेरो त पुरानो पेसा त पत्रकारिता भने एकपल्ट फेरि महासङ्घमा आफ्ना सबै बायोडाटाहरू पेस गरेर फेरि सदस्यता लिएपछि कस्तो हुन्छ होला, त्यो रहर छ कि मलाई अहिले पनि त्यो रहर छ। तर दाइ सदस्यतै नभए पनि पत्रकारिता त गर्न मिल्यो नि। त्यो त सूचना प्रवाहको कुराहरू त अब मैले गर्ने चाहिँ पत्रकारिता हो भन्दैन दिप्ती। म सञ्चार त भयो, मेरो सञ्चारकर्म त रह्यो। अब सञ्चारकर्मी चाहिँ हुँ जस्तो लाग्छ, हुनै, तर पत्रकार चाहिँ होइन। मेरो बुझाइ, मेरो व्यक्तिगत बुझाइ के हो भने पत्रकारिता र सञ्चारकर्मीमा फरक पर्छ। जो अथेन्टिक छ, जो आधिकारिक छ, महासङ्घको सदस्यता लिएर पत्रकारिता गरिरहेको छ त्यो पत्रकार भयो कि मेरो नजरमा। सञ्चारकर्मी त जसले पनि सञ्चार गर्न, जसले चाहिँ सूचना आदान प्रदान गर्न सक्छ त्यो चाहिँ सञ्चारकर्मी हो कि। त्यसको आधिकारिकता नहुन सक्छ, तर पत्रकार भएपछि आधिकारिकता हुन्छ, त्यसको फोरम छ, त्यसको पछाडि चाहिँ अरू सपोर्टर कुराहरू छ, उसका कुराहरू आधिकारिक हुन्छन्। तर व्यक्ति बोल्दाखेरि अलिक फरक पर्छ, त्यति मात्रै हो। सञ्चारकर्मी त हुँ अहिले पनि। ठ्याक्कै दाइ कति वर्ष यहाँ पत्रकारिता गर्नुभयो ठ्याक्कै? मैले एकदमै भोलिन्टियर रूपमा लागेर गरेको नानु गाउँघर साप्ताहिकबाट हो मैले सुरु गरेको। गाउँघर साप्ताहिक सम्भवतः 57 सालतिर म घोराइ पढ्ने बेला, 56 मा घोराइ गएँ, 57 तिरबाट गाउँघरमा लेख्न थालेँ। 58 मा हो सायद रेडियो स्वर्गदारी स्थापना भयो। त्यसमा मैले भोलिन्टियर रूपमा काम गरेँ। सम्भवतः रेडियो स्वर्गदारीको भोलिन्टियरको कार्ड पाउने सायद हामी पहिलो लड्डो पर्छौँ होला जस्तो लाग्छ। भोलिन्टियर कार्ड पाएर त्यहाँ भोलिन्टियर काम गर्यो, न्युज स्युज लेख्ने, रिपोर्ट बनाउने गर्यो। त्यसपछि 74 सम्म लगातार गर्यो। अनि 74 पश्चात चाहिँ अब थोरै निष्क्रिय भएर अब समाचार लेख्ने यताउता गर्ने त गरिराख्यो, तर आधिकारिकता भएन। गर्यो कि करिब 22-24 वर्ष गर्यो कि। त्यति वर्ष जमेको पेसा त माया लागिहाल्छ नि। लाग्छ। ठ्याक्कै त्यति बेला लेख्दाखेरि चाहिँ कुन कुराले एकदमै टच भएको थियो दाइ? त्यो मैले राजीनामा लेख्दाखेरि राजीनामा लेख्दाखेरि कस्तो लाग्यो भने मैले सम्झेँ कि विगतमा मेरो एकदम लगोटिया साथी जेएन सागर अहिले घोराइमा बसेर जमेर काम गर्नुभएको छ। जेएन र म फुर्केसल्ली गएर साइकलमा चढेर कतिपय हिँडेर यहाँबाट तुलसीपुर गएर फ्याक्स गरेर होइन, कहिलेकाहीँ फ्याक्स पनि नबुझिने उति बेला होइन, टेलिफोनको टाढै कुरा भइहाल्यो, फ्याक्स पनि नबुझिने। अहिले पनि पिजन कम्प्युटरका विष्णु पुन हुनुहुन्थ्यो, उहाँ आउनुभयो। अहिले लक्ष्मण रेग्मी भन्ने हुनुहुन्छ अहिले क्याम्पसमा, पहिला पूर्व क्याम्पस चाहिँ पनि हो बबैको। उहाँहरूले बाहिनी चोकमा पछि गर्नुभयो, त्यो यसो टेलिकम फ्याक्स गरेर गर्नुभयो। माथि पिजन कम्प्युटर सेन्टर भन्ने थियो बिपी चोकभन्दा मुनतिर, अहिले त्यसमा नेपाल एग्री आइएमई बसिरहेको छ, हाम्रो धिताल सरको घरभन्दा मुनतिर। त्यहाँबाट हामीले फ्याक्स गर्ने, अनि त्यस पछाडि त्यहाँबाट न्युज ल्याएर त्यहाँ दिने। अनि त्यो सिर्फ केसका लागि थियो भने
बेलुका चाहिँ समाचार पढिसकेपछि देवीराम कुसारीले बताउनु भएको छ। त्यतिको लागि थियो कि हामीसँग पैसा पनि आउँदैन थियो, केही आउँदैन थियो, उल्टै खर्च गर्थ्यौँ। लक्ष्मण सरले त म दाइ भन्छु, उहाँले त मलाई सायद 2-4 सय, तेजबहादुर कार्की र लक्ष्मण रेग्मी मिलेर त्यो संयुक्त रूपमा कम्युनिकेसन सेन्टर खोल्नु भएको थियो। त्यहाँ सायद 8-10 सय अथवा 1-2 हजार त्यहाँ उहाँहरूले माया मार्नु भएको छ। मैले तिर्न खोज्दाखेरि पनि उहाँ नदिनुहोस् तपाईँ, यसो यसरी काम गर्नु भएको छ बिचरा, नदिनुहोस् भन्नुहुन्थ्यो। अनि विष्णु सरले पनि 7-8 सय माया मार्नुभयो। मैले दिन खोजेँ, दिएँ, होइन सर तपाईँको भयो पर्दैन भनेर उहाँले फ्याक्स गरेको पैसा। अनि उहाँबाट रेडियो स्वर्गदाले पनि दिन्थ्यो है फ्याक्स गरेको पैसा त। त्यसरी सुरु गरेको मेरो करियर थियो नि त। अनि त्यो एकैचोटि सक्यो कि यस्तो नमजा लाग्यो। अनि सुतेर भर्खर उठेपछि त्यो रुलिङ हेरेँ मैले, रुलिङ सुनेँ अनि पढेँ। सायद मैले विपुल दाइलाई पनि फोन गराएको थिएँ अनि त्यो सम्झेँ कि मैले विगतमा जौबारीमा गएर पुरै काम गरेको होइन, कता कता गरेको। अनि एकैचोटि त्यो एउटा रुलिङले मात्रै स्याट राजीनामा लेख्नु पऱ्यो कि। अनि मलाई मेरै मनले पनि मानेन। अनि लेख्दै गर्दा मलाई तर कहाँ आँसु आयो। सायद मैले त्यो भिडियो पनि थियो होला, मैले कतिसँग राखेँ कि अथवा फालेँ होइन। असाध्यै पीडा भयो। अनि एउटा रुलिङले त्यो मेरो 22-23 वर्षको सबै गयो कि। मलाई रहर त थियो, तैँले गर्न मिल्छ राजीनामा नदे भन्ने महासङ्घको निर्णय भइदियो मैले राजीनामा किन दिन्थेन नि। त्यो त रुलिङ भयो, रुलिङ अनुसार गर्नै पऱ्यो भन्ने हो। अनि त्यसले बहुत टच गऱ्यो। मैले त्यही सम्झेँ विगतलाई सम्झेँ। पत्रकारिता सञ्चार क्षेत्र पनि मेरो एकदम उताप चढाव छ नि नानु। म एकदम रिजेक्टेड मान्छे हो नि सञ्चार क्षेत्रबाट, अझ पत्रकारिताबाट रिजेक्टेड मान्छे हो क्या। म रिजेक्ट भइसक्यो। मैले रेडियो तुलसीपुरको इन्टरभ्यू अझ त्योभन्दा पहिला म यो सबै श्रेय चाहिँ दधिराम विपुल दाइलाई दिन्छु। दधिराम गुरुले त मलाई एकदम त अहिले पनि त भन्नुहुन्छ होइन, तिमीसँग भन्नुहुन्छ, मलाई असाध्यै माया गर्नुहुन्छ उहाँले। मान्छे खरो हुनुहुन्छ तर मनमा पाप नभएको मान्छे। मैले एउटा रिपोर्ट बनाएर गएँ त्यहाँ रेडियो सुर्गदारीमा। अनि त्यसपछि सायद 1 वर्ष मेरो भोलिन्टियर भइसकेको थियो। उहाँले बोलाउनु भयो आफ्नो कोठामा अनि मलाई बेसरी हप्काउनु भयो कि गर्दैनस् पत्रकारतिर, हुँदैन पत्रकार जा, यस्तैको हुन्छ। त्यो के थियो भने यो शीतलपुर तुलसीपुर सडक खण्ड चाहिँ पुरै पहिला त हाल जस्तै हुन्थ्यो नि, खाली चाहिँ बस्ने जस्तै कि भैँसी पुरै कच्ची बाटो अनि पुरै हुन्थ्यो, खाल्टाखुल्टी हुन्थ्यो। मैले त्यसको न्युज बनाएँ ठुलो भनेर एकदम न्युज बनाएँ, गएँ यहाँबाट घुराइ गएँ, न्युज न्युज छ उता भने न्युज डेस्कमा बसेर वसुन्धरा दिदी लोकराज दाई पनि त्यति बेला हुनुहुन्थ्यो। मैले न्युज लेखेपछि लेखेर त्यहाँ रिचेक गराउन गएँ। अनि मैले त्यहाँ के लेखेको थिएँ भने यो यसरी बिग्रेको छ बाटो, यस्तो जिस्टमा त लास्टमा के लेखेको थिएँ भने पुनः एकपटक यो बाटो चाहिँ ग्राभलिङ गर्नुपर्ने आवश्यक देखिएको छ भन्ने लेखेको थिएँ कि होइन। त्यो आफ्नो भ्यू। अनि त्यो दरिया गुरुले के भन्नु यहाँ भन्नुभयो त्यो बाटो अब एकपटक गराएपछि कहिले गराउनु पर्दैन के भने एकपटक भन्नु, यस्तै हुन्छ समाचार लेख्ने। फेरि पनि बाटो ग्राभलिङ गर्नुपर्ने आवश्यक देख्न लाग्ने त्यति हुँदैन सेन्स। एकपटक भनेपछि त्यो कहिले गर्नु पर्दैन भनेर त हुन्नस् पत्रकार भन्नुभयो। भनेपछि मलाई साँच्चै के हुन्न त जस्तो लागेको थियो त्यति बेला पनि। त्यो झन् मेहनत गरेपछि सबैभन्दा सुरुमा भोलिन्टियरको सबभन्दा राम्रो रिपोर्ट मेरो भयो। पछि स्याबास पनि पाएँ मैले। सबभन्दा सुरुमा भोलिन्टियर कार्ड पनि पाएँ मैले। त्यति बेलाको रिपोर्ट के गरेको थिएँ भने त्यो एउटा टुकीमारा भन्ने थिएन, गोबरहरू के गराएर टुकीमारा झिलिक्क बल्थ्यो। त्यो अमिलियामा पहिलोपटक बालेको थियो दाङमा होइन। अमिलियाका व्यापारीहरूले बालेको थियो, त्यो विद्युत थिएन त्यति बेला। अनि पछि प्रिया स्मृति भाइको मैले सहयोग लिएर उनलाई पनि बोलाएर भाइलाई बोलाएर हामीले दुईटाले एउटा रिपोर्ट बनाएको थियो। त्यो रिपोर्ट मेन रिपोर्ट भएको थियो होइन। रेडियो सुर्गदारीको समाचारमा मेन रिपोर्ट भने अहिले बिबिसीमा बज्नु सरह हो कि उति बेला। अनि त्यो बज्यो। त्यो बजेपछि यस्तो आनन्द लाग्यो। अनि त्यस पछाडि यता रेडियो तुलसीपुरतिर आइयो, ट्रेनिङ भयो। त्यो ट्रेनिङमा चाहिँ कल्याण डियर कल्याण होइन उहाँ आउनुभएको थियो। एउटा तालिम गरिसकेपछि त्यहाँ चाहिँ एउटा उ थियो कि आफूले के गर्न सकिन्छ त्यसको चाहिँ ल्याऊ, तिम्रो तयारी गरेर ल्याऊ भन्ने कुरा भयो। अलि मेरो सतही ज्ञान छ कि सतही ज्ञान छ अनि गरिहाल्ला त भन्ने भयो। त्यहाँ गयो समाचार पढ्छु भने सब साथीहरू छौँ होइन, 150-200 जना छ। मैले समाचार पढ्न खोजेको 3-4 पटक पढ्न खोजेको मैले केही गर्नै सकिनँ। अनि डियर कल्याणले भाइ तपाईँबाट सम्भव छैन, यो हुँदैन भनेर ओपनली सबका छेउमा होइन भनिदिनु भयो। मलाई कस्तो भयो होइन। अनि त्यसको भोलिपल्ट पर्सिपल्ट मेरो पावर देखाएँ मैले फेरि होइन। म त अलिअलि लेख्ने क्षमता त छ नि, त्यो आँट थियो कि मलाई। अनि भोलि पर्सिपल्ट मैले के लेखेँ भने त्यो अहिले पनि युगबोधमा भेट्न सकिन्छ। युगबोधको एङ्करिङ न्युज छ क्या। त्यो एङ्करिङ न्युज भने बहुत एकदम पोक्त पत्रकारले मात्रै लेख्थ्यो। मैले चाहिँ के लेखेँ भने त्यो तालिममा चाहिँ रासाचौरका दृष्टिबिनहरूको पनि सहभागिता थियो कि। आले म्याडम हुनुहुन्थ्यो, उहाँहरू
हुनुहुन्थ्यो। मैले चाहिँ संसार क्षेत्रमा दृष्टिपेनहरूको चाहिँ आकर्षण बढ्दो भनेर लेखेँ, एउटा एङ्कर न्युजले उहाँको फोटोसोटो खिचेँ अनि समाचार बनाएँ। अनि पहिला मलाई जेएनको पनि माया लाग्थ्यो। हामीले के गर्थ्यौँ भने मैले केही न्युज लेखेँ भने जेएनको नाम झुन्ड्याउँथेँ, जेएनले मैले के नाम लेखेँ भने मेरो नाम झुन्ड्याउँथ्यो देवीराम कुसारी / जेएन सागर भनेर छ त्यो अहिले पनि होइन। अनि त्यो रिपोर्ट भोलिपल्ट पर्सिपल्ट आएपछि मैले त्यो न्युज देखाएँ, अब कल्याणलाई डियर कल्याणलाई देखाएपछि लेख्ने त रहेछौ त तिमीले भन्नुभयो, तर पनि म प्रति आशादित थिएन, मतलब रिजेक्टेड भएको थिएँ म। तर त्यो रेडियो तुलसीपुर स्थापना भएको 2 वर्षको वार्षिक कार्यक्रममा म सर्वोत्कृष्ट कार्यक्रम सञ्चालक भएर अनि पुरस्कार पाएँ कि अहिले पनि मसँग त्यो प्रमाणपत्र छ कि। त्यति उताप चढाव छ कि मेरो होइन, त्यो प्रमाणपत्र अहिले पनि छ मसँग। रेडियोको म र शिवराज बस्नेत जस्तो लाग्छ, हामी दुईजना चाहिँ उत्कृष्ट के अरे कार्यक्रम प्रस्तुताको रूपमा सम्मानित भएका थियौँ। त्यति उताप चढाव छ। त्यो उताप चढाव सहित आएको मेरो करियर थियो नि त, मेरो सम्पत्ति थियो नि त, त्यो चाहिँ राजीनामाले खायो। त्यसपछि चाहिँ मलाई त्यति बेला चाहिँ असाध्यै पीडा भएको थियो एकछिन। अहिले पनि कहिलेकाहीँ पुरानो पेसा सम्झिँदाखेरि नमजा लाग्छ, नरमाइलो लाग्छ। अब त्यो पत्रकारितामा चाहिँ किन लाग्नु भयो त्यति बेला? त्यति बेला एउटा के थियो भने म एकदमै सामान्य लेभलको मान्छे हो नि त। अब अहिले मान्छेले जसरी बुझे पनि, मलाई जसरी देखे पनि म एकदम ग्रास रुटको मान्छे हुँ। मलाई अहिले पनि भोकमारीले सताएको बेला मेरो आमाले घाँसबाट आएर महीको बडको कुटुक्क पिएर नुनको ढिउ कटक हुँदाखेरि मैले महीको बडको खोजेर आफूले खाँदाखेरि आमा चाहिँ तुरुक्क रुवा चाहिँ हिजो आज जस्तो लाग्छ कि मलाई रुकुममा। उति बेला भोकमारी पर्थ्यो नि त। कति सालको कुरा त्यो सायद मलाई लाग्छ 32-33 यस्तै, के अरे 42-43 यस्तै जस्तो लाग्छ है मलाई। म यहाँ 45 मात्रै झरेको दाङमा। त्यो लेभलबाट उठायो भने त यहाँ दाङमा आइसकेपछि हामी असाध्यै मेहनत गरेपछि मात्रै खान पुग्ने परिवारको मान्छे हो होइन। अर्कैसँग माग्नु नपरे पनि तर असाध्यै मेहनत गर्नुपर्ने परिवारको मान्छे हौँ। अनि त्यहाँ मलाई चाहिँ सबैभन्दा राम्रो पक्ष के भने माइग्रेसनले असाध्यै राम्रो पक्ष भयो। मान्छे चाहिँ जब बसाइसराई गर्छ नि, बसाइसराई एउटा ऊर्जाको केन्द्र हो भन्छु मलाई। बसाइसराई ऊर्जाको स्रोत हो। एकै ठाउँमा बसिराख्ने हो भने त्यसको त्यो सोच दिमाग ऊर्जा एउटै खालको हुने रहेछ कि। तर तिमी एक ठाउँबाट अर्को ठाउँमा चल्यौ नि, थप इनर्जी त आउँछ नि तिमीसँग। त्यस्तै मलाई चाहिँ रुकुमबाट बसाइसराई दाङ आइसकेपछि मलाई थप ऊर्जा भयो। अनि मसँग रहेको अभाव अशिक्षा थियो नि त गजडीको, त्यसले चाहिँ थप सङ्घर्ष गर्न बाध्य बनायो होइन। अनि त्यो गर्दै जाँदा अब के गर्ने भन्दै जाँदाखेरि अनि त्यति बेला डकाउ भन्ने कार्यक्रम थियो गोल्टाकुरीमा, सम्भवतः 52-53 सालमा म बालिका नै थिएँ। अनि त्यति बेला म बाल क्लबमा रहेँ 52 साल। डकाउ भन्ने एउटा सेभ द चिल्ड्रेनको कार्यक्रम हो जस्तो लाग्छ मलाई। डकाउ भन्ने एउटा प्रोग्रामको नाम हो। त्यसले बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्थ्यो। अनि त्यसपछि त्यो जहाँ रिमोट एरिया छ, जहाँ विपन्न वर्गहरू जहाँ छन् त्यहीमा लागु हुन्थ्यो। जस्तो दाङमा चाहिँ धर्ना, गोल्टाकुरी, सम्भवतः यता हिकुली अनि शान्तिनगर, यिनी 5-7वटा, अनि देउखुरीको गढवा गोबरे यस्तै विकट गाविसमा त्यो लागु थियो त्यो कार्यक्रम। त्यो कार्यक्रमले बालबालिका र महिलालाई हेर्थ्यो। अनि त्यो कार्यक्रममा म बाल क्लबमा इन्भल्भ भएँ, समावेश भएपछि त्यसमा चाहिँ भित्ति लेखन पत्रकारिता तालिम भन्ने हुन्थ्यो। त्यति बेला सुरुमा मलाई शरद दाई यस्तै विकिरण गौतम होइन, उहाँहरू आएर तालिम दिनुभयो मलाई सुरुमा गोल्टाकुरीमा आएर होइन, बाल क्लबमा। अनि एउटा अहिले वकिल हुनुहुन्छ, उहाँको नाम बिर्सेँ मैले, सुशीला म्याडम भन्ने हुनुहुन्छ, एउटा महिला अधिकार कर्मी घोराइमा। उहाँको लोग्ने चाहिँ वकिल हुनुहुन्छ अथवा न्यायाधीश के हुन्छ बारमा हुनुहुन्छ, त्यहाँको नाम ठ्याक्कै बिर्सेँ मैले। उहाँ आएर मलाई चाहिँ तालिम दिनुभयो। अनि त्यो तालिम लिँदै गर्दाखेरि बालभित्ति पत्रकारिता तालिम त्यहाँ पाइसकेपछि आफूलाई कहाँ जाउँ के गरौँ भन्ने पहिले पनि आफूलाई यो रेडियोमा कसरी बोल्छन् होला मान्छे, के हुन्छ होला मान्छे क्युरियोसिटी थियो नि त। अनि सुरुमा मेरो अङ्कलले चाहिँ रुकुममा आउँदा रेडियो ल्याउनु भएको थियो। रेडियो उहाँ टेप रिकर्ड भन्थ्यो कि, त्यो रिल पनि बज्थ्यो नि त, त्यो टेप रिकर्ड हुन्थ्यो, एकातिर गीत पनि बज्ने अर्कोतिर रेडियो पनि बज्ने हुन्थ्यो। अनि बिहानको त्यो धुन टु गरेर बस्थ्यो, त्यो बज्दाखेरि यस्तो आनन्द लाग्ने। अनि कसरी बज्छ होला भन्ने लाग्थ्यो। यो रेडियो खोलेर हेर्न पाए हुन्थ्यो होला, कस्ता मान्छे हुन्छन्, कसरी बोल्छन् भन्ने लाग्थ्यो कि। अनि त्यो क्युरियोसिटी थियो बच्चैदेखिको। अनि यसमा बोल्न पाए कस्तो हुन्थ्यो होला, म पनि भित्र जान पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो नि त। त्यो क्युरियोसिटी बढ्दै गएर मलाई त्यो बालभित्ति पत्रकारितामा तानिएँ म। अनि त्यहाँदेखि बालभित्ति पत्रकारिता गरियो। त्यो बालभित्री पत्रिका पनि निकालेँ मैले वडामा, गाविसमा, पहिला गोल्टाकुरी गाविस निकाल्यो।
अनि त्यसले चाहिँ मलाई त्यतातिर आकर्षण बढ्दै गएपछि अनि एकै दिन रेडियो स्वर्गदारीबाट अब 1.5 पटक नाम आउँथ्यो देवीराम कुसारी एक्लो मुसाफिर भनेपछि त्यो हो म त राजै हो कि जस्तो लाग्थ्यो त्यति बेला होइन। अहिलेको देवीराम कुसारीलाई चिन्दैन नि दिप्ती, खास गरी त्यति बेलाको देवीराम कुसारी चिन्दैन। कतिपय ग्राहकहरू अहिले आउनुहुन्छ ए तपाईँ देवीराम कुसारी एक्लो मुसाफिर होइन भन्दा कस्तो मजा लाग्छ होइन, आनन्द लाग्छ कि त्यति बेलाको देवीराम कुसारी अहिलेसम्म बसिरहेको छ कि। हिजो आजको देवीराम कुसारी त्यति चिन्दैनन्, उति बेलाको देवीराम कुसारी चिन्छ होइन। अनि उति बेला यस्तो राम्रो क्रेज थियो, मेहनत पनि धेरै थियो। मलाई अहिले पनि थाहा याद छ, जौबारीमा गएर त्यो एउटा वनको रिपोर्टिङ गर्दाखेरि देवीराम कुसारी यही हो भनेपछि एकजना के बुढा, मैले धेरै नाम धेरैसँग थाहा थियो, के बुढा के समथिङ बुढाले आएर घप्रकै मेरो खुट्टा छोएर आइरहन्, होइन बुवा होइन कहाँ होला, कहाँ रेडियोमा बोल्ने त भगवान् हो भन्ने हुन्थ्यो कि, रेडियोमा बोल्ने त भगवान् हो त्यो त होइन भन्ने हो नि। पुरै घप्रक्क आएर खुट्टा छुनुभयो होइन बुवा त्यस्तो गर्नुहुन्न भने आफूलाई पनि त्यही लाग्थ्यो होइन। पहिला बुवा जस्तो मान्छे, बुवा वृद्ध लगभग 65-70 वर्षको हुनुहुन्थ्यो होला, के बुढा हो कि। अनि पछाडि होइन त्यस्तो कहाँ गर्ने होला भन्ने कुरा गरेँ त्यहाँ जौबारीमा होइन। धेरै ठाउँमा त्यस्तो तपाईँ हो र ए तपाईँ हो र भन्ने होइन, हो कस्तो हुनलाई हेर्न अब हामी त भन्दै रेडियोमा भन्ने। अनि बाटोमा थाहा छ एकपल्ट त्यो तुलसीपुरमा थारूहरूको एकपल्ट आन्दोलन हुन्थ्यो नि त। हजुर, थारूहरूको आन्दोलन भयो बेला मलाई पुरानो तल्लो फिल्म हलबाट त्यो मदनासी चौकतिर जाने बेला रोके मलाई होइन, बन्दकर्ताले रोके होइन। म बन्द थियो कि बाइक चलाउनु पाइन्थ्यो, म त पत्रकार भए चला नि। अनि बाइक चलाएर गएको थिएँ, रोके अनि म देवीराम कुसारी हो अनि मलाई छोडिदिनुहोस् म पत्रकार हो। मानेन, कहाँ तपाईँ देवीराम कुसारी हो, नि हो देवीराम कुसारी भन्न थालेँ, निहो भन्छन् कि त्यहाँ होइन, कहाँ होला हो कि म हो, कसले बोली त उस्तै छ भन्छन् होइन। अनि त्यसपछि कार्ड झिकेर देखाएपछि ओहो रहेछ भन्दै मलाई छोडिदिए होइन। त्यस्ता घटनाहरू छन्, त्यति धेरै भ्यालु हुन्थ्यो, मतलब मान्थे उति बेलाको सम्पत्तिले अहिलेसम्म छ। त्यसरी तान्ने म पत्रकारितामा। जस्तो दाइ धेरै रिपोर्टिङका कुरा त गर्नुभयो, ठ्याक्कै अहिले पनि सम्झँदाखेरि एकदमै आनन्द लाग्ने त्यस्तो मलाई अविस्मरणीय रिपोर्टिङ एकदम अविस्मरणीय भने मलाई के लाग्छ भने यो हाम्रो जहाँ द्वन्द्वग्रस्त क्षेत्र छ नि यो गोल्टाकुरीको, त्यहाँको मैले रिपोर्टिङ गरेको थिएँ। त्यहाँको रिपोर्टिङ के शीर्षकमा गरेको थिएँ भने त्यो कौघारीमा त्यो द्वन्द्व भयो, त्यहाँबाट करिब 5-7 किलोमिटरको दूरीमा माथि टावर छ, घर आँगनमै टावर छ। तर त्यहाँका मान्छेहरू टेलिफोन गर्न कहाँ जान्थे, तुलसीपुर जान्थे होइन। अब सम्भव भइदियो भए सबै परिस्थिति दिएको भए त त्यहीँ जान्थे नि, 1-1.5 घन्टामा जान्थे। यो दिनभरि लाग्थ्यो तुलसीपुर जान आउनु, उति बेला यातायात पनि थिएन। र मैले त्यति बेला लेखेको थिएँ युगबोधमा तलबाट देवीराम कुसारीबाट समाचार आएको थियो, दुर्गालाल के अरे सरलाई दिएर मैले त्यो साथै त्यस बेला शीर्षकै थियो लासामा सुन्छ कान मेरो बुझ्छ भन्ने शीर्षकमा मैले त्यो समाचार लेखेको थिएँ। घर आँगनमै टेलिफोनको टावर छ, तर मान्छेहरू संसारसँग नजिक हुनलाई 2 किलोमिटर दूरको टेलिफोन टावर छोडेर 15 किलोमिटर टाढा तुलसीपुर आउँछन् भन्ने शीर्षकमा त्यो समाचार लेखेको थिएँ। तत्पश्चात चाहिँ त्यसैको त्यो परिणाम त होइन कि, त्यो त देशव्यापी नै भयो। पछि सिडिएमए वितरण गरेको, त्यस पछाडि सिडिएमए टावर हुन्थ्यो यो सोलरबाट चल्ने, त्यो वितरण गरेपछि त्यसपछि त्यो चाहिँ मलाई एकदमै मजाको लाग्छ। त्यो एङ्गल पनि सही दिएको थिएँ, राम्रै थियो। तर सानो न्युज थियो, एकदम सानो छ, युगबोधमा पछाडि छापेको थियो, एकदम सानो न्युज हो। तर त्यो चाहिँ मलाई मजा लाग्छ, त्यो मजा लाग्छ। सुरुको त्यो हो मेरो रिपोर्टिङ, त्यसले प्रभाव पनि पर्यो, सिडिएमए भए पनि पायो भन्ने हो। अनि अब यो पत्रकारिता प्रोग्रामको क्षेत्रमा मैले वेदनाको आवाज भन्ने कार्यक्रम चलाउँथेँ, त्यही कार्यक्रम नै हो, उत्कृष्ट कार्यक्रम भयो। त्यसमा चाहिँ मैले थुप्रै हिंसाबाट अथवा त्यति बेलाको द्वन्द्वबाट पीडितहरूका आवाज एकदमै भर्चुअल, उनीहरूको आफ्नै आवाज भनौँ न, आफ्नै आवाज रेकर्ड गरेर अब अन्य थुप्रै गीतिकथाहरू त जान्थेँ कि, गीतिकथा त लेखनमा हुन्थ्यो, मेरो लेखनमा हुँदैन थियो। मैले सिधै फिल्डमा जान्थेँ, उनीहरूको आवाज रेकर्ड गरेर ल्याउँथेँ, अनि एडिट गर्थेँ, आफै मिक्सिङ एडिट सबै गर्थेँ। म बस्ने बेला प्रायः सुमिरा थापा भन्ने अहिले बुटुल बिहा भएको छ नानीको, उनलाई पनि तिमी नै भन्थेँ, रेडियो तुलसीपुरको राम्रो टेक्निसियन हुन्। अनि उनी बस्दैन थिए, म जब प्रोग्राम चलाउने बेला उनी रुन्थिन्, म रुन्थेँ, एकदम पुरै रुने हो, रियलमै रुन्थेँ। अनि उनले पनि अप्ठ्यारो मान्थिन् होला, बस्दैन थिइन्, म आफै एडिटिङ गर्थेँ। त्यसले चाहिँ के गर्थ्यो भने त्यसको इफेक्ट के पर्थ्यो भने उनीहरू जो पीडित थियो उनीहरूको थप सेवा सुविधाको लागि, उनीहरूको पढाइ लेखाइको लागि कैयौँ द्वन्द्व पीडितहरूका फाइलहरू छुटेका थिए, पछि फाइल एट्याच भए, अनि त्यो द्वन्द्व पीडितहरूले पाउने राहत थियो नि, त्यो राहतमा इन्भल्भ भए। त्यो प्रोग्रामले चाहिँ त्यो सहयोग गरेको थियो।
यिनी कुरा सम्झिँदाखेरि अनि आनन्द लाग्छ, मजा लाग्छ कि। जस्तो दाइ अझै पनि हुन्छ नि त, अब त्यही पत्रकारिताले नै यहाँलाई देवीराम कुसारी भनेर अहिले पनि चिनाइरहेछ। त्यो त एउटा छाप नै भयो दाइ, जस्तो पत्रकारिता यहाँको नसा पनि भयो। त्यति बेलाको सम्झिँदाखेरि पत्रकारिता कस्तो अवस्थामा गुज्रिरहेको थियो दाइ, कस्तो थियो त्यति बेला पत्रकारिता यति जटिल थियो नि, यति जटिल थियो कि त्यति धेरै भ्यालु थियो कि, त्यति धेरै मूल्यवान थियो। अब जस्तो त्यो सानो टावरको समाचारले मान्छेलाई सिडिएमए पाए भने जस्तो, अनि त्यही समाचार लेख्दा त्यति सानो समाचार लेख्दाखेरि पनि फलानाले लेखेछ भनेर मान्छेहरूसँग चियो चर्चो हुन्थ्यो कि गाउँघरमा, यसो चौपारा यसो चिया पसलहरूमा देवीराम कुसारीले आज यो समाचार लेखेछ भन्ने हुन्थ्यो कि उति बेला। त्यो लेख्दाखेरि चाहिँ कष्ट थियो, लेख्दाखेरि चाहिँ अब त्यो संसारको अब त्यहाँ झन् आर्मी बस्थ्यो उति बेला, आर्मीको न्युज बनाउँदाखेरि अलिकति के हुने हो कि भन्ने रिस्क पनि थियो। अनि अब सरकार पक्षको अलिकति सरकारी विरोधी समाचार हुन्थ्यो नि त, त्यो त सरकारले सेवा दिएन भन्दा सरकारलाई लेख्नु पर्थ्यो। त्यति बेला के रिस्क के जोखिमहरू त थिए, तर त्यो सानो न्युज भयो भने त्यसको चियो चर्चो बढी हुन्थ्यो। अहिले चाहिँ त्यो चियो चर्चो कम छ, तर दुईवटा कुरा छ नानु, अझै पनि के छ भने यसमा चाहिँ उति बेला के भन्छ नि फिजिकल अप्ठ्यारो थियो कि तिमी भौतिक रूपमा जानु पर्थ्यो। तिमीलाई मानौ तिमीलाई पुरन्धाराको समाचार लेख्नु पऱ्यो भने तिमी भौतिक रूपमै त्यहाँ जानु पर्थ्यो तिमी, होइन? तिमीलाई अब सल्यान रुकुम त झन् टाढाको कुरा भएको, तिमी भौतिक रूपमा उपस्थित हुनु पर्थ्यो, तिम्रो फिजिकल एक्सर्साइज बढी हुन्थ्यो उति बेला, होइन? अहिले चाहिँ त्यो के छ, फिजिकल एक्सर्साइज कम छ, अलिक टेक्निकल एक्सर्साइज बढी छ, होइन? एक्सर्साइज चाहिँ छ अहिले पनि, अहिले चाहिँ कोठे एक्सर्साइज बढी भएको छ, उति बेला फिजिकल एक्सर्साइज हुन्थ्यो। अहिले के छ भने उति बेलाको प्रसार के हुन्थ्यो, सरर बग्थ्यो कि, सरर बग्थ्यो, त्यो गहिरो तरिकाले बग्थ्यो, टाढा टाढासँग फिजिन्थ्यो अनि अमिर बन्थ्यो। मैले भने नि उति बेलाको देवीराम कुसारी एक्लो मुसाफिर भन्दै मान्छे आउँछन्, त्यो हुन्थ्यो। उति बेला छाप ढिलो बस्थ्यो तर गहिरो रूपले बस्थ्यो, पछिसम्म यस्तो जब मलाई अहिलेसम्म बसिरहेको नि त, होइन? मैले 20-22 वर्षको उमेरमा गरे पत्रकारिता, अहिले 45-50 वर्ष हुने बेला पनि त्यही छाप छ नि त। अहिलेको के छ भने उस्तै परे हत्तै छाप बस्छ, उस्तै परे हत्तै छाप घट्छ, सेलाउँछ। त्यसले गर्दाखेरि यो अलिकति अठिलो, अलिकति छाम्दा लागिहाल्ने जस्तो पत्रकारिता उति बेलाकै जस्तो लाग्छ मलाई, उति बेलाकै जस्तो लाग्छ। अनि उति बेला अलिकति नैतिकता अलिकति आज हुन्थ्यो। मलाई थाहा छ नानु, मेरो यो पढाइ अनि व्यवसाय कस्तो जिगजाग छ नि, तिमीले हेरिरहेको छौ नि त। पढाइ मैले पत्रकारिता गर्नुभन्दा पहिला चाहिँ मेरो चाहिँ इन्टर चाहिँ कमर्स हो, क्याम्पसमा के अरे स्कुलमा चाहिँ इको हो मेरो, होइन? अनि इको पढ्ने इको, कमर्स गर्ने के पत्रकारिता। अनि यो त भएन, पत्रकारिता गर्ने अनि इको पढ्ने कहाँ हुन्छ? साथी कहीँले प्रश्न गर्थे कि पत्रकार नपढेका पत्रकार छन् भन्ने हुन्थ्यो कि तुलसीमा। यद्यपि अहिले पनि कतिपय होला त्यो, ओहो बर्बाद भयो, नपढेका पत्रकारिता हुँदो रहेछ, पढ्नु पऱ्यो, भएन। अब ब्याचलर त म पत्रकारिता पढ्छु भनेर ब्याचलर पत्रकारिता पढेँ, होइन? ब्याचलर मैले पत्रकारिताबाट गरेँ, ज्ञानज्योतिबाट। पत्रकारिताबाट गरेँ मैले, पास गरेँ, ब्याचलर गरेँ, अनि यता व्यवसाय सुरु गरेँ। कति नमिल्ने कि, कति नमिले सदस्यता जानु, यो भने तालमेल कति नमिले जस्तो। जति बेला पत्रकारिता पढाइदेखिको त्यति बेला पत्रकारिता गरेँ, जब पत्रकारिता पढेँ अनि पत्रकारिता छोडेँ, होइन? अनि अब राजनीति गर्छु भन्ने भयो, अनि राजनीति गर्दाखेरि अब भएन, राजनीति पनि त पढेर गर्नु पऱ्यो, यो त भएन, पढ्नुपर्छ, नपढेर त हुन्न भन्ने भयो। अनि डिग्रीमा मैले घोराइमा पोलिटिकल साइन्स जोइन गरेँ, फर्स्ट सेमेस्टर दिएँ, सेकेन्ड सेमेस्टरमा मलाई त्यस्तै समस्या पऱ्यो। अनि यता राजनीति के अरे गरिराखेको थिएँ, होइन? अनि राजनीति त पोलिटिकल पढेर पो गर्ने भने पोलिटिकल पनि पढेँ अनि राजनीति पनि छोडेँ कि फेरि। मास्टर मास्टर मतलब पोलिटिकल पढेँ, त्यो क्लियर त गरेन, मेरो बाँकी भयो। त्यो पोलिटिकललाई छोएँ, यता पोलिटिकल सिधै छोडेँ, उता पढाइलाई छोएँ, यता छोडेँ भने मेरो कस्तो कति बेला नमिला जस्तो लाग्छ। तर के हो भने यो गर्दै गर्दा मलाई के चाहिँ अनुभूति, त्यो चाहिँ के अरे अहिले गरिरहेको के अरे पोलिटिकल मतलब राजनीति र पढेको राजनीति फरक रहेछ नि त, फरक छ नि त। थोरै 1 वर्ष 2 वर्ष पढ्यो भने त्यो कहाँ पढाइअनुसारको राजनीति गराएर रहेछ त, राजनीति भने त यो त अर्कै रहेछ भन्ने बुझ्यो नि, त्यसपछि राजनीति गर्न छोडिदियो, होइन? यो कहीँ भेटिँदैन,
तिनी कार्ल मार्क्स तिनीका कुराहरू होइन बिपीका समाजवादका सिद्धान्तहरू कतै भेटिँदैनन् अनि किन गर्ने राजनीति भन्ने भयो छोड्ने कुरा भयो। अब अहिले फेरि जे पनि सामाजिक सेवा हो, राजनीति गरे पनि समाज सेवा गर्ने हो, व्यवसायबाट पनि कतै न कतै हिसाब लिएर समाज सेवा गर्ने भनेर फेरि डिग्रीमा सोसियोलोजी पढ्दैछु क्याम्पसमा होइन राप्तीगोबीमा। अहिले जे होस् 4थो सेमेस्टर हो होइन। अब यतातिर सोसियोलोजी पढ्दैछु, कहिले बेला समाज सेवा छोड्छु पनि डर छ फेरि, समाज सेवा छोडेर फेरि राजनीति जाने हुन्छ कि। त्यो त अझ समाज सेवा भन्न खोजेको के छ भने अलिअलि नमिल्या छ मेरो, त्यो नमिल्या कहाँनिर हो भनेपछि त्यहाँ बुझ्छु अनि छोड्छु कि, बुझ्छु अनि छोड्ने हुन्छ। त्यसले गर्दा अब ट्याक्कै अहिले पत्रकारिताबाट नै जमेर त्यहाँ नाम कमाएर त यत्रो व्यवसाय हाँकिरहनु भएको छ। यो प्रेरणा भन्ने कुरा हुन्छ नि दाइ व्यवसाय गर्दाखेरि। हो यो मेरो अहिलेको व्यवसायको जुन फ्लो छ नि, जसरी ग्राहकहरू आइराख्नु भएको छ नि, अहिले पनि यहाँ बसिराख्नु भएको छ नि होइन, उहाँहरू भाइहरू सबै चाहिँ जेन्युन सबै मान्छेहरू मलाई त्यही हिसाबले चिनेर आउनुहुन्छ। मलाई चाहिँ गोल्टागुडीको देवीराम कुसारी फलानाको छोरो त्यो होइन त्यो भनेर आउनुहुन्न। पत्रकार देवीराम कुसारी यसले एकपटक पत्रकारिता गर्थ्यो भन्ने हिसाबले आउनुहुन्छ। कतिपयमा यो पत्रकार हो भनेर भाग्ने पनि हुनुहोला होइन, पत्रकार भएर के हो भन्ने हिसाबले टाढा हुने पनि हुनुहोला के एकाध मान्छेहरू। तर धेरै मेरा ग्राहकहरू संसार जगतकै मेरो आइडेन्टिटीले, मेरो परिचयले चाहिँ मेरो व्यवसायमा ठुलो सहयोग पुगेको छ। जस्तो पत्रकारिताबाट अब व्यवसायतिर जाँदाखेरि चाहिँ कस्ता चुनौतीहरू आए? व्यवसायिक चुनौती असाध्यै ठुलो चुनौती छ नानु। यो के छ भने कता कता मैले देख्थेँ यो हिक्मत हुने अनि रिस्क मोल्न सक्नेले व्यवसाय गर्ने हो, केही गर्न नसक्ने नोकरी खाने भन्ने कहाँ लेखा देख्थेँ कि मैले। केही नगर्न सक्ने नोकरी खाने, सरकारी नोकरी खाने, अब हिक्मत हुनेले रिस्क मोल्न सक्ने व्यवसाय गर्ने हो भन्ने थियो। असाध्यै चुनौती भयो। केही त अब नानीहरू पनि साक्षात्कार छौ होइन, अब सबै कुरा मलाई चिन्ने दर्शकहरू श्रोताहरू पनि साक्षात्कार हुनुहुन्छ मेरो प्रोब्लमप्रति होइन, मैले के भोग्नु पऱ्यो होइन व्यवसाय सुरु गरेपछि कस्ता कस्ता चुनौती भोग्नु पऱ्यो भनेर अहिले पनि के भोग्नु परिरहेछ भन्ने छ। त्यसमा पनि नानु यो होटल व्यवसाय संसारकै रिस्की पेसा हो। होटल व्यवसाय संसारकै रिस्की व्यवसाय हो र कहिल्यै पनि पर्याप्तता रहँदैन यसमा, कहिल्यै पनि पर्याप्तता रहँदैन र कहिल्यै पनि ग्राहक पूर्ण सन्तुष्टि हुँदैन यो पेसामा, यसबाट दिने सेवामा। त्यसकारण यो हस्पिटालिटीसँग जोडिया छ नि त होइन, त्यसले गर्दाखेरि यो अपूर्ण पेसा हो। यो मैले कम्प्लिट गरेँ आज चाहिँ पूर्ण रूपले यो भयो यति हो गर्ने भन्ने हुँदैन यसको। अनि यसका सेवाहरू बढिराख्छन् अनि सेवाहरू मोडिफाई भइराख्छन् अनि यसको यस्तो प्रतिस्पर्धा छ। सबैभन्दा होटल व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा छ। अनि त्यस पछाडि अर्को कस्तो लेप छ अहिले त अब अझ पछिल्लो अवस्थामा केही सुधार छ। एकपटक त होटलै भन्ने थियो नि त, होटलै भन्ने थिएन। त्यसकारण यिनीहरू लुट्छन्, यिनीहरू खान्छन्, यिनीहरू ठग्छन् भन्ने थियो कि। अनि तर अहिले केही त्यो सोचमा त परिवर्तन भएको छ। कतिपयलाई मैले अहिले गर्ने जो सेवा गरिरहेको छु असाध्यै कम मार्जिनमा मेरो सेवा छ। म लगायत होइन, म मात्रै होइन, अहिले सम्पूर्ण होटल व्यवसायहरूले जसरी सेवाग्राहीहरूको मनस्थितिमा जुन मथिङ्गल घुम्छ त्यो मथिङ्गल अनुसारको मार्जिन छैन, मतलब मुनाफा छैन। अहिले असाध्यै कम मुनाफामा काम गरिराख्नु भएको छ सबै होटल व्यवसायले। त्यसमा पनि ग्रामीण भेगमा अझ बढी अस्वस्थ प्रतिस्पर्धा छ। हाम्रो जस्तो सानो एरियामा अस्वस्थ प्रतिस्पर्धा छ, जसले गर्दाखेरि अब केही ग्राहक के छ भने सेवाभन्दा के अरे मूल्यभन्दा सेवामुखी छ भने धेरै ग्राहक चाहिँ सेवाभन्दा मूल्यमुखी बढी छ। एकाध तिम्रो 25% चाहिँ सेवामुखी छ ग्राहक अनि 75% चाहिँ के छ मूल्यमुखी छ ग्राहक। त्यसकारण यसमा चाहिँ असाध्यै चुनौती छ। मैले भने त ल चलाइसकेपछि झन् कस्तो मान्छे बस्दिने हो, त्यो मान्छेको आनी बानी कस्तो भइदिने हो। होटल व्यवसाय हो, कोठा नदिएर नबस्न सकिने, रातको बेला आइदिन्छ 10-11 बजे आइदिन्छ, नानी बाबु आउँछन् उस्तै खालको उमेर नपुग्या। मसँग एकदम रियल घटनाहरू छन् नानु। मैले एउटा भोगेको घटना त सबैलाई जानकारी छ। मैले कस्टडी समेत भोग्नु पर्यो यही पेसाले गर्दा होइन। आफ्नो कुनै पनि केही दोष नहुँदै कस्टडी भोग्नु पर्यो होइन। र त्यसपछि मैले त्योभन्दा पहिला पनि होसियारी गर्थेँ। होसियारी गर्दा पनि कतिपय अवस्थामा दुर्घटना बनाइदियो रहेछ।
हुँदो रहेछ कि बनाइदो रहेछ यस्तो होटल व्यवसायमा होइन। अनि मैले यस्तोसम्म पाप भएको छ कि अब त्यो मैले होइन सरकारको नियमले सिस्टमले मलाई त्यस्तो गर्न बाध्य बनायो। साक्कै घरकै 2 जना आउँछन्, मका होटलमा कोठा माग्छन् होइन। अनम्याचुर जस्तो लाग्छ मलाई, अनरेज जस्तो लाग्छ मलाई। मैले तिनीहरूको बारेमा बुझ्न खोज्छु। यहीँ देउखुरी लमय के अरे यता चप्परगौरी कुसुमभन्दा अलिकति परका नानी बाबु हुन्। अनि बुझेँ त्यहाँका केही जुन मान्छेलाई बुझेँ, उहाँहरू पनि कन्फ्युज हुनुभयो। राति भएको छ, 9-10 बजीतिर छ, उनीहरूलाई कोठा चाहिएकै छ, तर मैले दिन सकिनँ। ती बच्चाहरू कहाँ राति काटेँ, कस्तो अवस्थामा रात काटेँ, मलाई पनि पीडा भयो होइन। अनि त्यो मलाई किन दिइनँ भने मैले उनीहरूसँग आइडेन्टिटी पनि छैन होइन। उनीहरूसँग आइडेन्टिटी छैन, उनीहरू विवाहित हुँ भन्छन् तर उमेर नपुगेको छ। तिनीहरूको गाउँमा बुझ्दाखेरि पनि त्यहाँको मान्छेले प्रष्ट भन्न सक्दैनन् होइन। उनीहरू बाहिर बस्दो रहेछन्, पोखरा बस्दो रहेछन्, पोखराबाट कता कता आफ्नो मान्छे कहाँबाट आएर यताबाट घर जाने भनेर यता आएर रहेछन्। अनि उनीहरू राति कहाँ रुखमुनि बस्यौँ र रात काट्यौँ भनेर पछि भन्थे गरे उनले। त्यो मान्छेले यसरी कोठा दिएन हामीलाई भन्ने कुरा गरे उनले भन्थे। पछि मैले त्यहाँ बुझेँ रहेछन् घरकै 2 जना रहेछन् उनीहरू होइन। घरकै 2 जना रहेछ। कस्तो कठिनाइ। मैले यद्यपि त्यति बेला कोठा दिएर उनीहरू बसेको भए म फेरि अर्को मुद्दामा जाने सम्भावना थियो होइन, रहन्छ। त्यसकारण यो असाध्यै चुनौती छ। कस्तोलाई लज दिने, कस्तोलाई नदिने, कुन नेटका साथ मान्छे आइदिन्छ कोठा बस्न, अथवा भित्रीको खानाको नेटका साथ आइदिन्छ, त्यसको आनी बानी केही छैन। दूर दराजको साथ समुद्र पारीको मान्छे आयो भने आफ्नै परिवार मान्नुपर्छ है, आफ्नै परिवार मानेर बस्नुपर्छ। डाँकु खुनखार डाँकु मोस्ट वान्टेड होइन, संसारभरिकै मोस्ट वान्टेड मान्छे आइदियो भने पनि मैले साधु मानेर सन्त मानेर त्यसलाई राख्नुपर्छ। म चोर हौँ, म डाँकु भन्दा त आउँदैन मान्छे त साधु अथवा ग्राहक बनेर आउने हो। ग्राहक त मेरो लागि के हो, भगवान् हो, भगवान् मानेर राख्नुपर्छ। अब भगवान्ले बदमासी गर्छ त आफ्नो के दोष। यसमा चाहिँ नेपाल सरकारकै होटल सञ्चालन सम्बन्धीका ऐनहरू चाहिँ केही परिवर्तन गर्न आवश्यक छ लजको सन्दर्भमा। र अहिले पनि के छ भने जस्तो व्यवसाय सञ्चालन गर्दै गर्दा 9 बजी बन्द गर्ने भन्ने छ नि त। 9 बजी बन्द गर्दाखेरि त होटलले के व्यवसाय गर्छ, गर्दैन। 8-9 बजी त हामी घरमै खाना खान ठिक हुन्छ, होटल न हो होइन। मेरो झन् हाइवेमा छ, हामी त हाइवेमै छौँ, टाढाबाट आउँछन्। अहिले आजभोलि पनि आउँछन्, 9-10 बजी चाहिँ पर्छन्। तर पुलिसहरूले त्यति धेरै त गर्नुभएको छैन। उहाँले के भन्नुभएको छ भने जस्तो इलाकाबाट पनि गाडी घुम्छ, उहाँले के भन्नुभएको छ भने ल सबैजी गेट लगाउनुहोस् है, सटर तान्नुहोस्, अनि बरु भित्रै खुवाउनुहोस् त भन्नुहुन्छ। तर पनि के छ भने भित्र खुवाउँदाखेरि किचनका कुराहरू छन्, सबै सेवाहरू भने जस्तो सेवा दिन सकिँदैन। कन्जेस्टिभ भएर पुलिस आयो कि के भन्छ कि भन्ने डर थरथर कामेर गर्नुपर्छ होइन, ओपनली गर्न सकिँदैन। यसमा त के हो भने होटल सम्बन्धी त अरू व्यवसाय थाहा छैन, होटल सम्बन्धी त प्रशस्त कर लगाओस् है राज्यले। रातिमा चलाए बापत प्रशस्त कर लगाओस्, सुरक्षा दिने हो त होटल। होटल चलाऊ तिमीलाई हामीले सुरक्षा दिन्छौँ, सुरक्षा दिए बापतको कर तिर है, एक्स्ट्रा कर तिर्ने हो नि त, दिने हो नि त, हामीबाट लिने हो। हामी त्यो गर्न तयार छौँ। अब अझ यो दाङकै क्षेत्रमा भन्ने भने पश्चिम दाङकै क्षेत्रमा त अलिअलि टुरिज्म हब हो नि त। मेरो म जहाँ होटल गरिराखेको छु यो त सामान्यतया टुरिज्म हबको रूपमा विकास गर्न सकिन्छ कि यसलाई त, रिफ्रेस सेन्टरको रूपमा विकास गर्न सक्ने मेरो चाहिँ आन्तरिक दिह चाहिँ त्यो हो। तुलसीपुरको व्यस्त बजारमा मान्छे दिनभरि काम गरोस्, एकछिन रिफ्रेस हुन फ्रेस हुन कहाँ जान्छ 9-10 बजीसम्म, 10-11 बजीसम्म अलिकति झुम्म टाइपले रमाइलो गरेर कहाँ आउने त। कहाँ छ? शीतलपुर छ, छेउमा नदी छ, हाइवे नजिकै छ, जङ्गल नजिकै छ होइन। रिसोर्ट टाइपको हावापानी सफा छ। त्यहाँ जाउँ त रिसोर्ट टाइपको अवधारणाको विकास गरेर यहाँ त त्यो अनुसारको सेक्युरिटी दिएर हामीबाट बरु प्रशस्त त्यसको कर लिने हो कि। कर तिर्न तयार छु म, मेरो व्यक्तिगत रूपमा त कर तिर्न तयार छु। कति हो तर रिफ्रेस सेन्टरको रूपमा यसलाई टुरिज्म होटल टुरिज्मको रूपमा विकास गर्न आवश्यक छ। त्यो भयो भने पो व्यवसाय फस्टाउला, अनि मान्छेहरू आउलान्, आन्तरिक पर्यटन आउलान्। आन्तरिक पर्यटन आयो भने अनि पो हाम्रो विकास होला, पर्यटन विकास हुन्छ। तर अहिले चाहिँ 9 बजे बन्द गर्नुपर्ने पनि प्रशासनलाई केही बाध्यात्मक अवस्था छ। किनभने तुलसीपुर एरिया यसै पनि अलिकति थोरै कन्फ्लिक्ट हुने, अलिकति थोरै असुरक्षित एरिया छ। त्यसकारण पनि उहाँहरूले त्यो नीति अपनाउनु भएको छ। त्यसलाई चाहिँ गलतै हो भन्न त मिल्दैन। तर कतिपय सवालमा अब 9 बजे होटल बन्द गरिँदाखेरि
धेरै ग्राहकहरू अलपत्र पर्नुहुन्छ। कयौँ मान्छेहरूलाई हामीले फर्काउँछौँ। अब 9 बजेभन्दा पछाडि खाना पाइन्छ कि हजुर भन्दै आयो त हामी त बन्द गर्ने भइहाल्यो, बन्द गर्ने हुन्छ। अनि छैन भने त्यसले गर्दा आज फर्क्यो भोलि फर्क्यो मान्छे अनि पर्सिबाट त आउँदैन नि मान्छे, आउँदैन। त्यसले गर्दा यो मलाई मात्रै घाटा होइन कि सिङ्गो राज्यलाई घाटा छ यसबाट। जस्तो तुलसीपुरमा आन्तरिक समग्र होटल व्यवसाय समग्र राज्यलाई घाटा छ नि त। हामी त के भनिरहेको छौँ भने थप सेवा शुल्क राज्यले रातिमा होटल चलाए बापत हामीलाई चलाउनका लागि सेक्युरिटी दिए बापत हामी थप कर तिर्न तयार छौँ, तिर्छौँ। सेक्युरिटी त हुनु पर्यो भन्ने हो। अब त्यो कतिपय सवालमा देशबारीको रूपमा अब राज्यले सक्ने ठेक्ने नथक्ने कुरा पनि होला होइन। त्यसले गर्दा अझ नानो एउटा कुरा के छ, तुलसीपुरमा एकाध बाहेक अन्तर्राष्ट्रिय पर्यटकहरू बस्ने रहन्छन् नि त। मैले अनुभव गरेको छु नि। तुलसीपुर गएर फिनल्यान्डको मसँग सायद अहिले पनि त्यो फेसबुकमा कतै होला, फिनल्यान्ड अथवा जर्मनी यस्तै कहाँको 2-3 जना पर्यटक चाहिँ तुलसीपुर गएर मका फर्किनु भएको छ। उहाँहरू के गर्नुहुँदो रहेछ भनेपछि गुगल सर्च गरेर मात्रै हिँड्नुहुँदो रहेछ। गुगल सर्चमा तुलसीपुर ल्याएर अहिले पनि रेड एरिया रहेछ त्यो, मतलब एकदम डेन्जर जोनमा राख्दो रहेछ गुगलले। त्यसले गर्दा यो नदी कटेपछि फेरि ग्रिन सिग्नल आउँदो रहेछ। अनि ग्रिन सिग्नल भएको हुनाले मका बसेर जानु भएको छ धेरै पर्यटकहरू है। त्यस्तो रहेछ। त्यो हिसाबले पनि केही सजगता त अपनाउनु पर्ने होला। तर पनि यसलाई कसरी सधैँभरि यही तरिकाले त चलेर त साध्य हुँदैन होला। केही न केही अलिकति थोरै केही प्रयास गरेर होटलहरूलाई अलिकति फस्टाउने वातावरण दिइयो भनेपछि यसले आन्तरिक पर्यटनको विकास गर्छ र होटल व्यवसायहरू सटर लाएर घर जानुपर्ने अवस्था छैन। कहीँ गइसक्नु भएको छैन, फस्टाउने कुरा हुन्थ्यो। जस्तो दाइ अब सँगसँगै पत्रकारिता र यो होटल व्यवसाय सँगसँगै मतलब त्यो अलिकति ग्याप मात्रै, त्यो सँगसँगै लग्दाखेरि समाजप्रतिको यहाँको दृष्टिकोण कस्तो भयो दाइ? अब अलिकति अनुभव यो के हुने रहेछ भने अब दुईटा पेसालाई हेर्ने दृष्टिकोण पहिला र अहिलेमा फरक छ। जति बेला मैले पत्रकारिता प्रत्यक्ष गर्थेँ त्यति बेला दुईटै पेसालाई हेर्ने दृष्टिकोण र अहिले जति बेला मैले होटल व्यवसाय गरिरहेको छु यो ठ्याक्कै अपोजिट भएको छ, ठ्याक्कै उल्टो दृष्टिकोण चाहिँ भएको छ। मतलब ठ्याक्कै त्यही त भन्न सकिनँ, तर त्यस्तो आँकडा गर्न सकिन्छ। हामीले पत्रकारिता गर्ने बेला के हुन्थ्यो भने पत्रकारिता अलि जेन्युन मानिन्थ्यो, अलि भला आदमी मानिन्थ्यो होइन, अलि भला आदमी मानिन्थ्यो। होटलै भनिन्थ्यो कि त्यति बेला। होटल अलिकति थोरै कम मान्यताको मानिन्थ्यो। अहिले परिस्थिति कस्तो भएको छ भने समाजले चाहिँ कस्तो भन्छ, होटल भने चाहिँ यसले बरु गरी खाछ भन्ने जस्तो हुने। अनि पत्रकारिता भनेपछि कता प्रश्न उठाइराख्ने कि यो त्यो पार्टीको के यस्तो फेक यताउता नचाहिने न्युजले नि। अहिले झन् अब यो अब त झन् देशमा अब नयाँ पार्टी आइसके मान्छेहरू अहिले चाहिँ अहिले यो हाम्रा सोसियल छन् नि माध्यमहरू, यिनले पनि त्यस्तो बनाएको छ होला। त्यसले गर्दा अलिकति त्यो डिफ्रेन्स छ। उति बेला जुन पत्रकारितालाई मान्थे अहिले कम माने जस्तो मानिन्छ, उति बेला जुन होटललाई कम मान्थ्यो अहिले चाहिँ अलिकति होटललाई थोरै गरी खाछ भन्छन् है केही मान्छेले भन्ने जस्तो लाग्छ होइन। त्यो लाग्छ। अब समुदायप्रति के थियो भने उति बेला हामीले दिने समुदायलाई सजग बनाउने थियो, सूचनाले सुसज्जित बनाउने थियो भने अहिले चाहिँ के छ, हामी चाहिँ घाँसबासको जोहो गरिदिने, सशुल्क निःशुल्क होइन कि सशुल्क चाहिँ जोहो गरिदिने भनेर दुवै तरिकाले हामी समाजसँग जोडिया रहेछौँ। उति बेलाको पेसा पनि समाजसँगै उत्तरदायी थियो। अहिले पनि कुनै न कुनै घुमाउरो तरिकाले मान्छेसँगै समाजसँगै कनेक्टेड छ यो पेसा। जस्तो चाहिँ अब कुनै पनि पेसामा आबद्ध भइरहँदा युवाहरू, हामी जस्तो युवाहरू चित्त बुझेन, हाम्रै पत्रकारिता छोडेर पनि विदेश जाने कतिपय विदेश जानुभएको छ। अनि अनेक अरू पेसामा भइरहँदा पनि अलिकता आफूलाई भएन भने विदेश गइहाल्ने, त्यस्तो मोहलाई त्याग्न चाहिँ के गर्नु पर्ला त दाइ एउटा होटल व्यवसायमा जमेकै नाताले? यो बहुत तीर चाहिँ एकदम ठाउँमा हानेको छु तिमीले यो प्रश्न है। किनभने म 3 भाइ हो, हाम्रो 3 भाइमा मात्रै अड्या छु। देवी मेरो छोरो पनि छैन, म मात्रै अड्या छु कि होइन है। उनीहरू चाहिँ गइसके भनौँ न, बाहिर गइसके, तर म मात्रै अड्या छु। यो के रहेछ भन्दा म पनि के भन्थेँ भने म विदेश जाने मनस्थितिमै थिइनँ, छैन पनि होइन। म बिचमा चाहिँ मलाई चाहिँ अलिकति थोरै मेरो मानसिक रूपले म फेरि अलिकति टर्चरमा रहे पनि बिचमा यो के भयो भने कान्छो भाइ माइलो भाइ दुइटै अमेरिका बस्छन् होइन।
आजभन्दा 10 वर्ष पहिलाका भाइ कान्छो अमेरिका गएको होइन उति बेला कान्छो भाइ जाने बेला म जान सक्दैन थिएँ र जान सक्थेँ होला नि त तर मलाई के भयो भने खै किन त्यतातिर ध्यान दिएन मलाई के ध्यान भयो भने बरु अहिले पनि सपना देखिरहेको छु म बरु के भन्थ्यो भने ओहो यहाँनिर चाहिँ ठुलो के गराउनु पाए यो गाउँ आइसकेपछि ओहो यो त पुरै बस्ती छ नि त यो टक्क इन्डस्ट्रियल एरिया कि औद्योगिक क्षेत्र बनोस् त्यो सानो लेरुवा पहाड छ नि त्यो पहाड पुरै झिलिमिली होस् घरहरू त्यहाँ बनुन् होइन त्यो रेसिडेन्टल एरिया त्यो बनोस् होइन त्यहाँ चाहिँ आवास क्षेत्र त्यहाँ बनोस् यो चाहिँ पुरै औद्योगिक क्षेत्र बनोस् यहाँ कसैले कृषि फार्म गरोस् कसैले फ्याक्ट्री खोलोस् कसैले होटल चलाओस् होइन कसैले केही गरोस् यो चाहिँ पुरै औद्योगिक क्षेत्र बनोस् त्यो चाहिँ रेसिडेन्टल एरिया बनोस् त्यस्तो कहिले बन्ला त्यस्तो बनाउने कहिले होला मैले पनि केही गर्नुपर्छ कि भन्ने लाग्थ्यो सपना त्यस्तो लाग्छ अहिले पनि त्यो सपना छ मसँग जिउको त्यो छ सपना देख्छु पनि कहिले काहीँ होइन अनि यहाँ पनि के गर्थेँ भने मेरो हाइवेसँग सट्याउनाले योभन्दा अगाडि 3टा प्रोजेक्ट मसँग मैले बनाएको उति बेला 3टा प्रोजेक्ट हुने होइन 2टै भाइलाई नेपाल फर्काउने छोरालाई पठाउने त झन् कुरै भएन होइन अनि त्यो यहीँ केही गर्नुपर्छ भनेर यो सूर्यको पर फुर्केसली छैन फुर्केसली पनि सुनेको छु नि फुर्केसलीमा मैले 7 कट्ठा जग्गा ल्याएको छु होइन त्यहाँ डाँडोमा छ त्यहाँ जग्गा ल्याएको छु मैले होइन ठाँटी भन्ने ठाउँमा त्यहाँ पनि लम्बरी छ त्यहाँ जग्गा ल्याएको छु मेरो के थियो भने प्लान चाहिँ योभन्दा अगाडि चाहिँ रेस्टुरेन्ट हुन्छ यो हाइवेलाई कभर गर्छ यसले हाइवेमा चल्नेहरूलाई कभर गर्छ एक भाइले चाहिँ रेस्टुरेन्ट हेर्छ यहाँ योभन्दा पछाडि 15-20 कट्ठा 1 बिघा जति जग्गा लिएर यहाँ सानो चिल्ड्रेन पार्क सहित यहाँ चाहिँ ठुलै पार्टी प्यालेस हुन्छ यो एक भाइले हेर्छ अनि त्यहाँ मेरो होमस्टे हुन्छ त्यहाँ फुर्केसलीमा होमस्टे हुन्छ त्यहाँ चाहिँ एक भाइले हेर्छौँ हामी 3 भाइले हामीले कभर गर्छौँ एक भाइले अनि यसरी यहाँ प्रोजेक्ट चल्छ हामीसँग त्यो लाखका 1-2 लाखका 5-10 हजार 5-10 जना भन्ने कुरै छैन क्या मेरो प्लान त करोडको कारोबार गर्ने कम्तीमा पनि 50 जना हामीसँग काम गर्ने मान्छेहरू हुन्छन् रोजगार पाउँछन् त्यहाँ 5 जनाले पाउँछन् 50 देखि 60 जना रोजगार हुन्छन् हामीसँग कम्तीमा पनि 5 वटा गाडी हुन्छन् हैन काउन्टर यहाँ हुन्छ हाम्रो त्यहाँको प्याकेज के हुन्छ भने त्यहाँ ढिडो सिस्नु त्यहीँको हैन कुथ्रुकेको साग कोइरालको साग हैन त्यो च्याउ अनि त्यसपछि खजुरीको त्यो गुदा सबै त्यहाँ हुन्छ त्यहाँ जंगल त्यहाँ पनि बफर जुन हो हैन बफर एरिया आर्मीसँग कन्ट्याक्ट गरेर हैन मकै त्यहीँको हैन त्यहाँ चाहिँ गाउँले पाराले खाइन्छ माटाको घर बनाउनु टक्क सानसानो छुप्रो बनाउनु त्यहाँ एउटा हेर्छ अनि यहाँ चाहिँ पार्टी प्यालेस चाहिँ विवाह सिवाह यताउता ग्यादरिङ यो पछाडि हुन्छ अगाडि चाहिँ हाइवेलाई मात्रै दृष्टिगत गरेर रेस्टुरेन्ट के अरे खास गरी खाजा नास्ता रेस्टुरेन्ट टाइपको अगाडि हुन्छ र काउन्टर अगाडि यो तिनटैको काउन्टर एउटै हुन्छ तुलसीरुबाट तिमीले फोन गर्छौ आज त्यो ल 1 महिनासम्म काम गर्यो कहाँ जाने भयो तिमीले सम्झे दाइलाई सम्झिन्छौ दाइ मलाई चाहिँ म फुर्केसलीको प्याकेज के छ दाइ ल भन्नुहोस् त भन्छौ तिमीले त्यहीबाट के खान्छौ नानी लोकल कुखुरा खान्छौ अथवा कोइरालको साग खान्छौ अथवा कुथुरुके खान्छौ हैन अथवा च्याउ खान्छौ अथवा त्यहीँको लोकलको के अरे ब्रोइलर खान्छौ बदेल खान्छौ के खान्छौ हैन भन्ने कुरा टाइपको तिमीसँग हुन्छ म यो प्याकेज खान्छु भने चाहिँ तिमीले यहीँ पे गरिदिन्छौ मलाई त्यो पैसा कति लाग्छ तिमीले यहीँ पे गर्छौ हैन अनि त्यसपछि मेरो उधारो पनि फस्दैन तिमीले यहीँ पे गर्छौ अनि तिमीलाई म एउटा गाडी पठाउँछु तिमीलाई रिसिभ गर्छ गाडीले तिमीलाई जाइसाउलाई रिसिभ गर्छ यहाँ सर्ट लैजान्छ उहाँ हैन फुर्केसली लाग्छ यसरी जाने फुर्केसली बस्ने त्यहाँ फुर्केसली त्यहाँ विथ किचन सहितको उतै सबै त्यो डाइनिङ रुम सबै हैन गेस्ट रुम सहितको एउटा छुट्टै कोठा हुन्छन् 3-4 वटा घर हुन्छन् त्यहाँ तिमी घरै जान्छौ तिमी त्यहाँ हैन तिमी बस्ने घर बाउन्डरी हुन्छ पुरै तिमी त्यहाँ गेट खोल्छौ भित्र जान्छौ दाउरा ट्याक्क पर्या हुन्छ भनेर गाग्रामा पानी हुन्छ गाग्रीमा हैन आमालाई भेट्न चुलो हुन्छ वही आफै पकाउँछौ हैन दुई जना आफै पकाउँछौ खान्छौ के गर्छौ तिमीलाई त्यो चाहिने चीजहरु सबै त्यहाँका मान्छेले जम्मा गरिदिन्छन् हैन त्यहाँका मान्छेहरूले पनि रोजगार पाए त्यहाँको सबै सागसब्जी पनि बिग्यो अनि तिमी त्यही पकाउँछौ अनि एउटा घरभित्र तिमी जे गर्छौ कि जति हल्ला गर्छौ हैन जे गर्छौ रमाइलो आनन्द गर्छौ फ्रेस हुन्छौ 1-2 दिन अनि त्यसपछि तिम्रो प्याकेज सकिन्छ तिमीलाई फेरि गाडी जान्छ लिन तिमीलाई उताबाट ल्याइन्छ यताबाट ल्याउँदैन त्यो गाडीले तल्लो मलाई झरेर उता भएर पञ्चकुले हुँदै ल्याएर तुलसीर रिङ रोडको हिसाबले अवधार हैन तिमीलाई त्यहाँ छोडिदिन्छ अनि त्यो खाल्डोमा त्यो भिडभाडमा काम गरेपछि त कम्ती रिफ्रेस भयो नि त फ्रेस भयो एक भाइले त्यो हेर्छ एक भाइले यो हेर्ने एक भाइले यो हेर्ने यहाँ चाहिँ केही गर्ने भनेर मैले भाइहरूलाई पनि फर्काउने भन्ने प्रोजेक्टका साथ म यो बगरमा बसेँ मैले यो बगरमा यो घर हाल्ने बेला हामीलाई मखमली भन्छन् रुकुमको मखमा भन्ने ठाउँबाट आएका यो रुक्मेली बुद्धिको छोटो धनको मोटो यो यहीँ बगरमै सकिन्छ भन्दै मलाई यो घर हाल्ने बेला तर अहिले चाहिँ गई जाने रहेछ के ठेले भन्छन् हैन विकास भयो नि त यहाँ मैले होटल गरेपछि कति अहिले त होटलको हब भएको छ नानु यसको छुट्टै रिपोर्ट भन्छ यहाँ मैले गरिसकेँ त लगभग करिब 8-10 वटा होटल भइसक्यो यहाँ रेस्टो टाइपका भइसक्यो हैन
के अरे रिसोर्ट टाइपको भइसक्यो होइन, प्रतिस्पर्धा भएको छ। त्यो प्रोजेक्ट सायद गरेर मैले थालेको यो अभियान हो, तर मलाई बिचमा ठेस लाग्यो होइन। त्यही जो मैले केही समस्या भोग्नु पऱ्यो होटेलमा सञ्चालन गर्दै गर्दा, अनि त्यो एकदमै अनर्गल भोगेँ नि त मैले होइन, अनर्गल भोगेँ होइन। केही मिडियाका साथीहरूले त्यसलाई अझ अधिकांश मिडियाका साथीहरूले बुझ्नुभयो, त्यसमा अझ सान्त्वना दिने। केही साथीहरूले त्यसलाई झन् यति बेलै उथल पथल गराउनु भयो, अनि निरादर गर्नुभयो, काँचो रुखमा आगो लगाउने प्रयास गर्नुभयो। भलै म दृढ त थिएँ, मलाई कुनै पनि मसँग कुनै गल्ती थिएन, म जोगिएँ त होइन। यस्तै गल्ती त कति बनाउने हुन् होइन। मैले उसै दिन त्यहाँबाट बाहिर आउने बेला मैले भनेको छु म फेरि आउँछु यहाँ, म त्यो दुई मात्रै छैन, अहिले पनि मलाई कुनै बेला पनि मलाई त्यो घटना गराउन सक्छन्, हुनसक्छ होइन। त्यसपछि त्यस्तो हो भने किन मैले त्यत्रो लगानी फसाउने त यहाँ? त्यस्तो हो भने किन आनन्दसँग कमाउने, आनन्दसँग खाने ठाउँमा किन नजाने त होइन। अनि मैले भाइलाई फोन गरेँ, कान्छु भाइलाई, भाइ नेपाल नफर्के, अमेरिकै ठिक छ तँलाई भने। अहिले भाइले घर किनिसक्यो अमेरिकामा, उतै बस्छ होइन। त होइन केटाकेटी यहाँ नराख, केटाकेटी पनि लैजा भने मैले। अहिले कान्छु भाइको परिवारै अमेरिका बस्छन्। अनि माइलो भाइ त पनि नफर्के भने, अब छोरो पनि उतै छ होइन। छोरोसम्मलाई के गर्ने बाबा भन्ने छ। अहिले मैले साँच्चीकै यही अवस्था रहिरह्यो भने मैले दीर्घकालीन रूपमा कसरी सोच्न सक्छु? मलाई जति बेला पनि परिबन्धमा पार्न सक्दो रहेछ नि, कि सकिँदो रहेछ भनेपछि नेपालमा काम गर्नेलाई एकदमै गाह्रो कि यस्तै जोखिमहरू आइपर्ने। त्यस दिनबाट म चाहिँ यो लगानीप्रति महचकेर नसक्ने कुरा होइन। अब परिवारमै आँटेपछि अब 2-4 करोड लगानी गरौँ भन्न सक्ने परिवार छ, गर्न सकिन्थ्यो, तर त्यसको ग्यारेन्टी भएन। कुनै पनि बेला जति बेला पनि म घेराबन्दीमा पर्न सक्ने, जति बेला पनि मलाई अङ्कुश लगाएर तान्न सकिने अवस्था छ व्यवसाय, मलाई मात्रै होइन जुनसुकै व्यवसायलाई पनि। सम्भवतः तुलसीमा नानीहरूले बुझ्यो हुन्छ, कुनै पनि होटल व्यवसाय छैन कि कस्टडी नखाएको, सब पनि गएको छ कस्टडी खाएको छ होइन। त्यसले गर्दाखेरि यो समस्या छ। यो समस्यालाई चाहिँ यो के हो भने हाम्रो यो म बोलेर समस्या समाधान हुन्न, यो चाहिँ सरकारले बनाउने होटल सञ्चालन सम्बन्धीको नियमावली नै बनायो भने, अनि त्यस पछाडि चाहिँ त्योलाई सुधार गर्यो भने यो चाहिँ केही परिवर्तन होला। नत्र भने गाह्रो छ। त्यस दिनबाट मैले ठुलो प्रोजेक्ट छोडेँ, तर त्यो सपना चाहिँ अझै मरेको छैन। त्यो सपना अहिले पनि देखिरहेको छु। मान्छे म यस्तो सपना देख्छु कि त्यो अपग्रेड भइरहेको सपना देख्छु। यहाँ घर बनेका देख्छु, माथि त्यो बत्ती गएको देख्छु, कहिले काहीँ सपनामा त्यहाँ पुरै यहाँ नदीबाट लिफ्टिङ गरेर पानी लगिरहेको हुन्छु होइन। त्यहाँ सब मान्छे गाउँ मिले आउँछौँ। कहाँबाट पहिला 2-3वटा घर थियो, अहिले यो पाहाडैभरि घर छन् अहिले मेरो सपना देख्छु, रियलमै सपना देख्छु होइन। त्यस्तो छ। त्यो हुटुटी हो, तर त्यो हुटुटी अब धेरै असम्भव त नभनौँ, जति सजिलो हुनुपर्छ नेपालमा त्यो हुँदैन, त्यो भइरहेको छैन। त्यो राजनीतिक चरित्रका आधारमा सरकारको ब्युरोक्रेसीका रूपमा तिमी हामी जत्तिकै अलिअलि समुदायमा हामी त बुझेका छौँ जानेका छौँ भन्ने मान्छेहरू त यस्तो छ। अब सामान्यतया मान्छेहरू कसरी गर्न सक्छ भन्ने हो। यसको मतलब मलाई हेर्ने दर्शकहरूप्रति मैले एकदमै वितृष्णा दिन खोजेको होइन कि, मतलब त्यति सजिलो छैन। जति व्यवसाय गरेपछि मेहनत गरेपछि मेहनत शुद्ध रूपले मेहनत गरिन्छ, ढुक्क छ के छ र मेहनत गरिरहेछ भन्ने अवस्था छैन। दाइ अहिले बुझ्दाखेरि, सरल भाषामा बुझ्दाखेरि चाहिँ कस्तो बुझ्नु पर्यो भने नेपालमा हरेक मान्छेले कुनै न कुनै पेसामा आबद्ध हुन्छ, ऊ अलिकता माथि जान पाउँदैन, उसलाई कसरी हुन्छ तल खसाल्ने। यो प्रवृत्ति एकदमै हाबी के दाइ? असाध्यै भयो। यो कस्तो भयो भने कम्पिटिसन गरेर स्वस्थ प्रतिस्पर्धा गरेर तिमीभन्दा म अगाडि जान बेग्लै कुरा हो, त्यो मान्ने हो कि त्यो मान्ने हो। त्यसलाई सहज पचाउनु पर्छ र त्यसले तिमीलाई पनि अपग्रेड गराउँछ। यहाँ त कस्तो छ भने म चाहिँ कोही मान्छेसँग नजिक हुनु पर्यो भने तिमीलाई नराम्रो भन्नुपर्छ कि, दिप्ती खतम, दिप्ती यस्तो, मलाई त यस्तो लाग्छ भन्नु पर्यो कि उसँग। म राम्रो छु, मेरो सिप यो छ, मैले यति राम्रोसँग लेख्छु, यति यस्तो गर्छु, म यति हाइटको छु, म यस्तो कलरको छु भनेर आफ्नो प्रशंसा, आफ्नो बयान गरेर आफ्नो जीव क्षमता प्रदर्शन गरेर पो म नजिक हुने त। त्यो छैन कि हामी कहाँ के छ भने दिप्ती खतम, यस्तो यस्तो यति पङ्क्चुअल छैन, के भन्नुपर्ने हो तिम्रो बारेमा भनेर बल्ल म अगाडि जानुपर्ने। यो प्रवृत्ति चाहिँ नेपालमा एकदमै हाबी छ, जसले गर्दा
के भन्छन् यो बाँदरले न आफू घर बनाउँछ नरलाई घर बनाउनु दिन्छ भने जस्तो अहिले त्यस्तो प्रवृत्ति भएको छ। म हेर्छु नानु, म यो युट्युब पडकास्ट यिनी संसार हेर्छु होइन, त्यो के अरे एकजना भण्डारी काशीराम भण्डारी के भन्ने हुनुहुन्न, अहिले चाहिँ कहाँ बस्नुहुन्छ, कत्रो धनाढ्य हुन्छ उहाँको। एक महिनाको हैजान्छ के 1 महिनाको 1.5 महिनाको कतिको तलब मात्रै नेपाल सरकारको 1 वर्षको बजेट हुने रहेछ कि त्यत्रो मान्छे। अहिले युके हो कि हो सायद, युके अथवा अस्ट्रेलिया कहाँ बसिराख्नु भएको छ कि उहाँ। त्यो हेर्ने कथामा विद्या चापागाईले गराउनु भएको छैन के एक्सपेक्ट बम्बई टु एक्सपेक्ट कहाँसम्म भनेर के त्यो कथा हेर, त्यो कथा म कतिपटक रोएँ त्यो हेरेर के। त्यो बु काशीराम कति नपढेका मान्छे होइन, अहिले त्यो घर त्यहाँ युके नै हो कि जस्तो लागेको छ, युके नै हो। त्यहाँ ठुल्ठुला घरहरू होटलहरू कति छन्, कति होटल स्कटल्यान्ड स्कटल्यान्ड गुल्मी टु बम्बई गुल्मीको मान्छे अहिले चाहिँ अब गुल्मी टु दुबई एक्सप्रेस कहाँ स्कटल्यान्ड के भन्ने छ होइन त्यो एपिसोड त्यो हेर त्यस्ता मान्छेहरू छन्। एउटा अन्दीप आचार्य भन्ने हुनुहुन्छ, उहाँ पनि अस्ट्रेलियामा बस्नुहुन्छ, उहाँ राइडर हो। म टिकटकमा हेर्छु, उहाँ यसो दारी पाल्नुहुन्छ, उहाँ एकदम अहिले संसारकै सबैभन्दा महँगो मोटरसाइकल उहाँले चढ्नुहुन्छ कि, एउटा 1 पिस मोटरसाइकल उहाँले चढ्नु। नेपाल त्यस्तो पनि त छ नि धनले होइन, उहाँ धेरै पटक नेपालमा लगानी गर्ने भनेर आइसक्नु भयो। उहाँले त त्यो काशीराम भण्डारीजी त बुटोल कता कता मणिग्राममा कता थुप्रै जग्गा पनि लिनुभयो। अब म नेपालमै बस्छु, नेपालमै केही गर्छु भनेर पनि सोच्नु भएछ, तर त्यो सम्भावना देख्नु छैन। यस्तो छ यस्तो अवस्था छ। त्यसकारण यो के रहेछ भने नेपाल कस्तो भने तिमी एकदम खतम हो के, तिमी सम्पत्ति पनि सबै सग, तिमी चाहिँ सडक छाउ भौ, तिमीलाई मान्छेले चिठा जस्तो गर्ने रहेछ, यो पोह मान्छे भन्ने रहेछ होइन। तर तिमी अलिकति आफ्नै मेहनतले केही प्रोग्रेस गर, केही प्रगति गर, इमान्दारी बन, हनेस्टी बन, आफ्नै पसिनाले बाँच होइन, नचोरो नढाँट, अनि तिमीलाई चाहिँ त्यो मान्छेले कता कता घुमाइ चोर हो भनिदिने, कता कता घुमाइ न्यु खोजी ढाँट हो भनिदिने, अनि त्यो वितृष्णा जगाइदिने कि। त्यस कारण रक्सी खाएर हल्ला गर्दै हिँड्ने कि, केही नहुने घर गएर स्वास्नी पिट्नेका मान्छे पछाडि छन् हेर्नु, त्यहाँ यो विचार भन्छन् त्यसलाई कि। त्यो त्यसले स्वास्नी पिट्छ, घर सबै सम्पत्ति सकेको छ, झ्याल डगा चौक बेचेर रक्सी खाइरहेको छ, उसलाई बिचारा भन्छन्। जो पनि घर छेउती मेहनत गरेको छ, बाख्रा भैँसी पालेको छ होइन, दुध बेचेको छ, यताउता गरेको छ, उसले 2-4 पैसा कमाएको छ, अनि छट्क्यो पारेर हेर्छन् त्यसलाई। यसलाई कति बेला घोक्राउने होला भन्छन् कि। त्यही भएर आम युवाहरू चाहिँ नेपालमा सम्भावना कम छ। र पनि अन्तिममा तिम्रो प्रश्नको जिस्टमा आएर र पनि म बसिरहेको छु, अझै भन्छु मेरो छोरो अमेरिकै बसोस्, मेरा भाइहरू अमेरिकै बसुन्, र पनि भन्छु म नेपालमै बस्नु परोस्। नेपालप्रतिको माया मोह, यहाँ केही गर्न सकिन्छ कि, कतिसम्म यस्तै रहिरहला, कतिसम्म यस्तै व्यतीत भइराख्ला, कतिसम्म मेहनत गर्नेहरू पछि पर्ला, कुनै दिन कुनै आउला नानी। म त आउला भन्छु। एकजना म अर्को मलाई दुईवटा प्रेरणा कहाँबाट भएको छ भने, एकजना चाहिँ गोपाल प्रसाद भट्टराई भन्ने हुनुहुन्थ्यो, यहाँबाट मुख्य न्यायाधीश हुनुहुन्थ्यो, यो पुण्डावेदन तुलसीपुरको होइन, उच्च के त्यो उसको हुनुहुन्थ्यो, अहिले रिटायर हुनुभयो। उहाँले मलाई परेको समस्याको बेला उहाँले के भन्नुभयो भने, मलाई सबै बुझिसकेपछि उहाँले त हेर्नु भएन मुद्दा कि जिल्लामा थियो, तर उहाँले आएर मलाई ट्रिटमेन्ट गर्नुभयो। सायद त्यहाँसम्म पुग्यो होला, यो मान्छे ठिकै हो, यस्तो गर्ने चरित्रको मान्छे होइन, यो अलिकति सोसियल मान्छे हो भन्ने पुग्यो होला। जबकि न्यायाधीशै आउनुभयो, अहिले त रिटायर भइसक्यो। आएर उहाँले के भन्नुभयो भने, तँलाई कानुनको दायराले के देख्छ मलाई थाहा छैन, तर मेरो नजरमा त निर्दोष छस्, तसँग कुनै खोट छैन, त मेरो छोरो जस्तै होस्। उहाँका छोरी सबै अमेरिका बस्छन्, अहिले पनि बुढाले 1 महिनामा एकपटक फोन गर्नुहुन्छ, म पनि गर्छु भनेपछि उहाँको त्यो भनाइले अलिकति मलाई ट्रिटमेन्ट गर्यो। र अर्को एउटा ट्रिटमेन्ट गराएको भने डाक्टर हेमराज अहिले तुलसीपुरमा हुनुहुन्छ होइन, सिटी हस्पिटलमा हुनुहुन्छ नि, हड्डी रोग विशेषज्ञ। भाइलाई म तिमी भन्ने यताउता गर्छु, दाइ भन्ने। अब भाइले के भन्नुभयो भने, दाइ यो देश खरानी बन्ला, म ती खरानी पकडेर बस्ने नि। मलाई यस्तो हृदय यस्तो टच गर्यो त्यसले मलाई, यस्तो टच गर्यो मलाई। अहिले पनि म हेमराजलाई सम्झिन्छु होइन, म यो देश खरानी भने पनि त्यो खरानी मुठी पारेर म यहीँ बस्ने। होइन एक्सिलेन्ट मान्छे हो नि, उहाँ त एकदम दखल क्षमता भएको मान्छे हो नि, हड्डी रोग विशेषज्ञ मान्छे हो। अहिले भर्खर उहाँको 3-4 वटा देशको भिसा छ होइन, जहाँ पनि गएर लाखौँ कमाउन सक्नुहुन्छ कि।
उहाँ पनि सामान्य परिवारको मान्छे जस्तो दाइ अब थोरै दाइले अघि पनि भन्नुभयो म राजनीतिमा पनि अलिकता घुलमिल जस्तो हुन लागे तर छोडे भन्नुभयो किन दाइ त्यस्तो यो के रहेछ भने त्यसमा चाहिँ यो सबै मानसिकतामा कहीँ न कहीँ मेरो पनि दोष छ छनलाई त यो सबै कुराहरूमा मैले सामान्यतया अब त के पहिला होइन नि त अहिले त कख नपढाए मान्छे छैन राम्रो के हो नराम्रो के हो भन्ने मान्छे थाहा पाउने मान्छे छैन कम्ती पनि साक्षर त छ नि मान्छे बहुसङ्ख्यक मान्छे साक्षर छ कि यो समयमा त मान्छेले को राम्रो हो को नराम्रो हो कसले के गर्न सक्छ कसले गर्न सक्दैन छुट्याउन सक्छ नि त्यसकारण राजनीतिमा कम्तीमा छुट्याउने अवस्था छ त्यसकारण यो चलाउने चाहिँ यसलाई हाँक्ने चाहिँ यो गाडी हाँक्ने चाहिँ ड्राइभर चाहिँ त्यो राजनीति रहेछ होइन अहिले के लागेको छ भने हामीलाई यो ड्राइभरले कति राम्रोसँग चलान्न कहिले खाल्टामा हालिदिन्छ कहिले बेसरी घुमाइदिन्छ कहिले स्लो चलाइदिन्छ यो कस्तमको ड्राइभर हामीले भनेको त्यही त हो त्यस्तै बस जस्तै देश त हो त्यो हो भनेपछि यो खत्तम ड्राइभर हो भने त ड्राइभर बन्नु पऱ्यो नि त ड्राइभर बन्नु पऱ्यो ड्राइभर बन्ने प्रयास गर्नु पऱ्यो त्यो ड्राइभर बनेर आफूले देशलाई चलाउने हो अथवा बसलाई चलाए जस्तै ड्राइभर चलाउने हो ड्राइभर बन्नु प्रयास गरिरहेको हो होइन ड्राइभर बन्न प्रयास गरेपछि त्यो त्यहाँको त्यो बसभित्रको जो पेसेन्जर हुन्छ नि उसले विश्वास गर्दैन कि होइन उसलाई दिने कहाँ तिमीले चलाउन सक्छ यो तिमीलाई चलाउन सक्दैन यो गाडी हुँदैन यही ठिक छ बरु यसैले कति बेला भने पनि मेरो त यो भतिजो हो नि त यसकारण यो ठिक छ अर्काले भन्ला यो मलाई एक दिन यसले नास्ता खुवाएको छ रसी खुवाएको छ यसकारण यही ड्राइभर ठिक छ मलाई पोहोर साल कस्तो टिकट थिएन टिकट नभएर यसरी मलाई सिट दिए यसकारण यही ठिक छ भन्ने जमात बढी भइदियो कि होइन त्यो खास क्षमता त्यो मेरो मान्छे हो यो हो चिनेको यो भन्दा पनि यसको क्षमता हो यसले चलाउन सक्छ भन्ने मान्छेहरू अलिक कम भए त्यसकारण राजनीति कदर छैन म राजनीति बदल्छु भनेर गइसकेपछि त त्यहाँ बदलिनु पर्ने रहेछ त्यहाँ त बदलिनु पर्ने रहेछ आफू बदल्न गएको मान्छे आफू बदलिनु पर्ने रहेछ त्यसकारण यो अलि अब मैले हारेँ मैले खुट्टा ताने तिमीले हार्यौ तिमीले खुट्टा तान्यौ अरूले हारे खुट्टा तान्दै गयो भने त झन् समस्या त हो यो समस्यादेखि भागेको त हो म अब त्यसरी एकदम राजनीति गर्दैन अब त भन्ने एकदम कसम खा चाहिँ होइन कि तर राजनीतिभित्र ड्राइभर बन्नुपर्छ ड्राइभर बन्दाखेरि पेसेन्जरले पत्याउनुपर्छ पेसेन्जरमै खोड भयो भने त सिद्धि हुन्न नि भएन पेसेन्जरमै खोड रह्यो भने त ड्राइभरको के दोष भयो त के अरे त्यो ड्राइभर बन्ने मान्छेले त्यहाँसम्म जानै पाउँदैन त अनि प्रयास गरेर के गरिराख्ने होइन त्यो समय पनि आउला जस्तो लाग्छ मलाई ती पेसेन्जरहरू पनि एकपल्ट कन्भिन्स हुन्छन् होइन अब त्यसका लागि त्यही नाइट बस नचलाए पनि साना अटो टेम्पोसम्म कोही साइकलसम्म गजबको चलाएर देखाउने हो कि जस्तो लाग्छ कि भने के भने यो होटल गजबको तरिकाले चलाइदिने हो कि देवीरामले त्यहाँ होटल गजबको तरिका चलायो यो फाइदामा गयो यसले गृहस्थी त बनायो त यसकारण यो त राजनीति पनि गजबकै बनाउँछ कि भन्ने बन्छ कि कति बेला भने अहिले आशमा हो म के भने आफ्नो पहिला राजनीति गर्नेले समाज बनाउने देश बनाउने भन्छौँ कि हामी एकैचोटि होइन कि नानी पहिला आफू बन्नु परेन भने आफू बन्नु पऱ्यो आफू बन्दाखेरि के हुन्छ भने आफूले मेहनत गर्न सकिन्छ इमान्दारिता हुन्छ होइन पङ्क्चुअलिटीका कुराहरू छन् होइन त्यहाँ आफ्ना पसिनाका कुराहरू छन् त्यसले गजबको घर बनायो भनेन त्यसले गजबको समाज बनाउने हो अनि गजबको देश बनाउने हो के घरै लथालिङ्ग छ स्वासनसँग झगडा छ दिउँसै रक्सी खान्छ कसरी समाज बनाउँछ उसले होइन भने बेला के अरे खर्च सामान्य केटाकेटीले पढाउन सकेको छैन होइन घर जाँदाखेरि लालाबाला भोकै छन् होइन दाम्लो चुड्या बनाउनै सक्दैन किलो भाँचिया ठोक्नै सक्दैन अनि देशको किलो गाड्न सक्छ त्यसले सक्दैन नि त्यसकारण जसले चाहिँ राम्रो गृहस्थी गरेको छ राम्रो जहाँ गएर पनि जे राम्रो गरेको छ नि त्यसले जहाँ गएर पनि राम्रो गर्नुपर्छ त्यसकारण म राजनीतिप्रति एकदमै टोटली रूपमा बन्द चाहिँ होइन तर केही अल्टरनेट केही उपाय छन् कि केही विकल्पहरू छन् कि होइन के गर्न अझै मन्थनकै प्रयासमा छु अब तर त्यति धेरै रुचि चाहिँ छैन दाइलाई भविष्यमा चाहिँ यो व्यवसाय सँगसँगै राजनीति भने पनि खासै त्यस्तो त नराम्रो होइन दाइ तर त्यो मान्छेले हेर्ने दृष्टिकोणमा अलिकता परिवर्तन भइदियो जस्तै हजुरले भने जस्तै गाडी हाँक्ने ड्राइभर राम्रो भएन भने जस्तै त्यो टाइपको भइदियो र जनताहरू अलिकता वितृष्णा भयो राजनीतिप्रति तर एउटा समस्या नै त हो नि दाइ हो राजनीति
होइन सबैभन्दा समाजसेवा मैले बुझेको चाहिँ राजनीति हो नि शुद्ध समाजसेवा गर्नुपर्छ शुद्ध समाजसेवा गर्नुपर्छ मैले त मेरो पार्टीमा च्यालेन्ज गरेँ अब त अब म त्यतिका धेरै नगरौँला मैले कुरा प्रसङ्गले उठाइहालेँ मैले भनिदिइहालेँ त्यति बेला कति मलाई वडामा चाहिँ वडा अध्यक्षको मेरो पनि इन्ट्रेस्ट अलिअलि मान्छेले पनि उकास्ने यताउता गर्थे अनि मैले के भन्थेँ भने म वडा अध्यक्ष उठ्ने हो भने पार्टीले 2-4वटा कुरा मान्नुपर्छ पहिला पार्टीले मान्नुपर्छ पार्टीले प्रचार प्रसारका नाममा 1 रुपियाँ खर्च गर्दैन भन्नुपर्छ पार्टीले प्रचार प्रसारको नाममा 1 रुपियाँ खर्च गर्दैन भन्नुपर्छ हैन मेरो घर परिवारले मेरो स्वास्नीले मेरो बुवा आमाले मेरा छोराछोरीले तबाट 5 वर्ष लागि हामीले एक सुक्का आश गर्दैनौँ भन्नुपर्छ मेरा भाइहरूले मासिक रूपमा तँलाई यति तलब दिन्छन् दाइ भन्नुपर्छ अनि समाजले चिनेको आधारमा नातागोताको आधारमा मेरो यो काम बनाइदे अथवा यो काम गरिदे भन्दैनौ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्छ यति गरे भनेपछि म वडा अध्यक्ष लड्छु म एक सुक्का खर्च नगरेर लड्छु अनि मास कार्यक्रम हुँदैन मेरो चुनावमा म लडेँ भनेपछि प्रचार प्रसार हुँदैन केही हुँदैन म लड्ने हो भने र मेरा प्रतिद्वन्दी पार्टीले पनि मान्ने हो भने मेरो वडामा जम्मी 3टा साना कार्यक्रम एउटा ठुलै मास कार्यक्रम हुन्छ त्यो कार्यक्रममा सबै दलका जान्छन् सबै क्यान्डिडेट जान्छन् आफूले आफ्ना एजेन्डा प्रस्तुत गर्छौँ हैन एमालेकोले आफ्नो गर्नुहुन्छ काङ्ग्रेसकोले आफ्नो गर्नुहुन्छ माओवादीकोले आफ्नो गर्नुहुन्छ मास हुन्छ त्यहाँ सबै मान्छे आउँछन् काङ्ग्रेस कम्युनिस्ट एमाले माओवादी सबै कहाँ आउनुहुन्छ एजेन्डा सुन्नुहुन्छ हैन योजना सुन्नुहुन्छ सक्यो प्रचार त्यही हो एउटा प्रचार सिद्धियो अनि एकैचोटि भोट हाल्न जानुहुन्छ कस्तो हैन जसको एजेन्डा मनपर्छ जसले चाहिँ गर्न सक्यो भन्ने लाग्छ उसैलाई भोट दिनुहुन्छ किन घरमा जानु पर्यो किन पैसा बाँड्नु पर्यो किन मासु भात खुवाउनु पर्यो यसैले त बिगार्यो हैन अनि तिनी 3टा अरु सहायक 3वटा कार्यक्रम मैले के भने सहायक 3वटा कार्यक्रममा चाहिँ तपाईहरुसँग प्रपोजल हुनु पर्यो प्रस्तावना हुनु पर्यो तपाईसँग एउटा ल्यापटप हुनु पर्यो एउटा प्रोजेक्ट हुनु पर्यो तपाईले त्यो गाउँको जहाँ कार्यक्रम गर्दै हुनु त्यो गाउँको आर्टिस्ट हुनु पर्यो त्यहाँ जस्तो फुरफुरी नगर मोटो पातलोको गाउँ जस्तै हुनु पर्यो त्यहाँ हैन यहाँनेर खाल्डो छ यहाँनेर चाहिँ कल्भर छ हैन यहाँ चाहिँ कल्भर आवश्यक छ हैन अहिले चाहिँ खोला छ म वडा अध्यक्ष हुँदै गर्दा यो कल्भर बन्छ ट्याक्क चित्रमा कल्भर बनाइ देख्नु पर्यो कि पारी प्रोजेक्टले फाल्नु पर्यो कि भित्तामा हैन मान्छेहरु बस्छन् गाउँभरिको मान्छे बस्छन् देख्छन् त्यहाँ यहाँ कल्भर छैन ल है म रामबहादुर केसीको घर अगाडि चाहिँ नाला छैन भनेर त्यो देखियोस् कि त्यहाँ चित्रमा देखियोस् माथि पारी हेरिराख्छन् उनीहरू यो चित्रमा म वडा अध्यक्ष भयो भने यो चाहिँ नाला बन्छ यो नाला कसरी बन्छ भन्दाखेरि वडाबाट यति आउँछ यहाँबाट यति आउँछ त्यसको स्रोत पनि देखाइदियौँ कि हामीले ल वडाबाट 2 लाख रुपियाँ आयो यो बनाउन चाहिँ 2,25,000 पर्ने थियो यो त 2 लाख मात्रै आउने भयो यहाँ 25,000 नपुग्ने भयो यो त नबन्ने भयो ल साथीभाइहरू यस्तो बेला के गर्ने भनेर त्यही प्रश्न गर्नु पर्यो कि कसैले आवाज जनसमाधान गर्ने के जनसमाधान त्यो 25,000 चाहिँ जनसमाधान जहाँ जनसमाधान हुँदैन त्यहाँ चाहिँ योजना हुँदैन अनि त्यो मान्छेले के भन्थ्यो हो जनसमाधान गर्नुपर्ने चाहिँ यस कारण पो रहेछ त जनसमाधान गर्नुपर्ने 2 लाख आइसकेको छ 25,000 कारणले योजना नबन्ने रहेछ ल है जनसमाधान अहिले त के छ कागजमा जनता जागरुक भए अहिले त के छ कागजमा छ जनसमाधान त्यहाँ त छँदै छैन किनभने अहिले त के छ त उसले खाने हो उही समितिले गर्ने उसले गर्ने भन्ने छ अहिले 100% भनिदिन्छु ल मैले आज 100% अहिले कागजमा मात्रै जनसमाधान छ त नियममा अनिवार्य छैन त जनसमाधान व्यवहारमा कतै छैन के तर त्यसलाई अनिवार्य गराउनु पर्थ्यो मैले भन्थेँ अब हेर्नु जहाँ चाहिँ जनसमाधान हुँदैन त्यहाँ चाहिँ योजना हुँदैन जसले चाहिँ जनसमाधान गर्छ त्यो चाहिँ योजना हुन्छ त्यो भयो भने त नागरिक पनि जिम्मेवार अनि नागरिक पनि जिम्मेवार हुन्छ ल जनसमाधान गर्छु भन्थे कि 25,000 को आवश्यकता थियो जनसमाधानको अर्को गर्यो है हामी त 50,000 गर्छौँ कस्तो राम्रो म त 5 दिन मिस्त्री काम गर्छु हैन म 10 दिन लेबर काम गर्छु मान्छेको प्रतिस्पर्धा हुन्थ्यो केही 2-4 लाखका योजना त यसै पनि मान्छेले गर्थे यो चाहिँ यो सिस्टमबाट जाम त्यो अहिले त के छ भने म यहाँदेखि पुल बनाइदिन्छु ल हजुर आध्यात्मिक जनसमुदायहरू म यो मलाई वडा अध्यक्ष गराउनु र यहाँतिर पुल बनाइदिन्छु बन्दे त्यो पुल बन्ने लाग्छ कति कि त्यो सबै दिनु पर्यो जनतालाई त्यसको स्रोत के हो हैन कहाँबाट आउँछ अनि नागरिकको उत्तरदायित्व के हो भूमिका के हो त्यो सबै उनीहरूलाई आत्मबोध गराएर भनेर साँच्चीकै बिउजाएपछि पो भयो त यहाँ त मानवीय विकास दिगो विकास हुन्छ त्यो यहाँ त के छ पहिल्यै मान्छेलाई सुताइदिन्छन् जगाउँदैनन् अहिलेको सिस्टम के छ मान्छेलाई जगाउने होइन म चाहन्छु मान्छेलाई जगाउनु अहिले के छ सुताइदिने तपाईको त्यो दिप्ती तिम्रो चिन्तै छैन क्या तिम्रो घर अगाडि पुल मैले बनाइदिन्छु तिमीले भोट हाल्न सक्यो कि तिमी निदा हो
अहिलेको सिस्टम त्यो हो कि होइन दिप्ती तिमी जाग तिम्रो अगाडिको पुल बन्छ यो कारणले पुल बन्छ यस्तो यस्तो हुन्छ त्यसकारण तिमीले मलाई भोट भयो त्यो भोट दिया दिनबाट तिमी सुत्न पार्ने हो अनि जागी राख भन्ने हुन्छ कि यहीँनिर कस्तो भइदियो भने मैले बनाइदिन्छु भन्यो होइन नागरिक त्यो ठाउँमा खाल्टो पर्यो भने ऊ सुतिरहन्छ के सुतिरहन्छ नि त्यहाँनिर म माटो लगेर खनाएर यो खाल्टो पुरम भन्ने पनि त्यो नागरिकलाई चेतना छैन अहिले कहिल्यै घटना हेर्दैन उसले के भन्छ सरकारले बनाइदिन्छ बनाउनु पर्ने हो जनप्रतिनिधिले बनाउँछ भन्ने ढुक्क छ के नागरिकमा अब यस्तो हुन्छ हेर मेरो आँगनमा चाहिँ खाल्टो पर्यो पानी जम्मा गर्यो कहाँ गयो वडा अध्यक्ष अथवा कहाँ गयो गाउँपालिका अध्यक्ष भन्ने दिन आउँछ हेर आइसक्यो अनि यो त हामीले गरेका गल्ती होइन त्यो त राजनीतिक दलले गरेका गल्ती हो नि हामीले त आत्मबोध गराउँदै गराएनौँ कि जनतालाई जाग्ने कुरै गराएनौँ कि जनतालाई तिमीहरूको चाहिँ कर्तव्य छ तिमीहरूले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ तिमीहरूको खबरदारीका कुराहरू छन् तिमीहरूको श्रमदानको कुराहरू छ तिमीहरूको सक्रियताको कुरा छ भन्ने हामीले तिमीलाई त त्यतातिर कट गरिदिउँ कि हामीदेखि हामीलाई भोट हाल हामीले सुती खान पाउँछौ तिमीले सुती खान पाउँछौ तिमीलाई घरमै औषधि आउँछ होइन घरमै सबै हुन्छ भन्ने खालको गरायौँ र जनता सिस्टम बिग्रियो त्यसकारण त्यो पनि मैले मुखले भनेर हुँदैन थियो कि त्यो भिजुलाइज गरिदिने भनेको थिएँ मैले त भिजुलाइज गरिदिने त्यहाँ तिमी आउँथ्यौ तिमी जान्थ्यौ कि त्यो फुरफुरी नगरमा हुँदैन मोटोपातको घरमा जान्छ त्यस्तै त्यहाँ आएपछि मान्छे जान्छन् तिमी जान्छौ यो डिप्टी हो भनिदिन्छु उताबाट माइलो बा आउनुभयो उताबाट साइलो बा आउनुभयो ढुङ्गा बोक्नुभयो ढुङ्गा बोक्छन् त्यहाँनिर सिमेन्ट आउँछ होइन यो सिमेन्ट यहाँबाट यसरी आयो भन्ने हुन्छ अनि मान्छे ओहो कस्तो गजब के उठिहाल्छ त्यहीँ उठ्छ मान्छे ढुङ्गा बोक्न होइन उठ्दैन अनि त्यसका त्यो सिस्टमबाट चुनाव लडौँ त्यसरी हो भने म जान तयार छु भन्ने मैले प्रस्ताव गरेको थिएँ त्यो त कहाँ हुन्छ त्यो हुने सम्भवै छैन नि त्यो हुँदैन अनि त्यसपछि अब चाहिँ लाग्नुपर्छ त्यो चाहिँ त्यो टाइपले हामीहरू लाग्नुपर्छ भन्ने त्यो हुटुटी चाहिँ हो अब वडा अध्यक्ष भइसकेपछि घरबास आउने होइन कि मेरो प्लान त म एक दिन सिमतारा बास बस्ने हो एक दिन बङ्गलापुर बास बस्ने एक दिन कौवाघारी बास बस्ने एक दिन कलमखोला बास बस्ने हो म जनताको सेवा गर्छु भने म घरको किन खान्छु म खाँदिनँ कि 5 वर्षमा त त्यही जनताको घर खान्छु प्रत्येक एक काछा खायो भने 5 वर्ष कट्छ क्या मेरो होइन त्यसरी गर्ने 5 वर्ष त्यही खाने त्यही ओछ्यानमा गुन्द्रुकमा सुत्ने होइन कति जहाँ जसो त्यही सुत्ने होइन बेलुका अब मच्छी लाग्यो भने खाने कन्याउने होइन गर्ने 5 वर्ष पछाडि छोडे नि अर्कालाई त्यो 5 वर्ष पछाडि म गर्ने हो नि फेरि 5 वर्ष पछाडि मेरो शिक्षा थप एक्स्ट्रा अर्काले योजना ल्याउँछ कि अनि उसलाई छोडिदिने हो आफू पछाडि बस्ने उसलाई सल्लाह सुझाव दिने अर्कालाई छोडिदिने हो त्यसपछि गर्ने सधैँ त म भए अब अर्को पालि पनि म अर्को पालि पनि त्यो अनि त्योभन्दा अलिकति परिमार्जितले के भन्छन् भने मैले यस्तो राम्रो काम गरिरहेको छु यस्तो राम्रो काम सब गरिरहेको छु अर्को पल्ट त मैले नै पाउनुपर्छ अब तिमीले राम्रो काम गर्यौ त्योभन्दा राम्रो काम गर्ने प्लान अर्कासँग छ अर्काले पालो पाउनु पर्यो कि राम्रो काम गरे अलिकति हाम्रो केही बुझाइले के छ भने राम्रो काम गरिरहेको छ त यसलाई दिनुपर्छ चान्स हो राम्रो काम गरेर यसलाई दिनुपर्छ चान्स भन्ने होइन नानी राम्रो काम गरेरलाई वान चान्स हो क्या हामीले अगेन चान्स हुँदैन क्या नानी वान चान्स दिने हो उसलाई चान्सै पाएको छैन भने चान्स दिने हो त्यसले गर्छ त्यसले गर्ने बेला त 10 जना मान्छेले त्यहाँ हेरिराखेका हुन्छन् कि उसलाई 10 जना अहिले 10 जना पछाडिको पिँढी छ युवा छ जोसुकै होस् होइन उसले हेरेर हुन्छ उसले थप उसले के आइडिया त्यहाँ गराइराखेका हुन्छ कि अनि उसलाई पो अगाडि सार्ने हो त उसलाई अगाडि सार्ने हो त्यसकारण त्यो त अब त्यो गर्ने हो भने म देश बनाउने त कल्पना गर्दैन नानी साँच्चीकै गाउँ चाहिँ सुन्दर बनाउन सकिन्छ गाउँ असाध्यै सुन्दर बनाउन सकिन्छ यो सपना बोकाउँदै सफल भइन्छ होला त्यही अब थोरै धेरै कुरा अब राजनीतिक विषय सामाजिक विषय हरेक कुराहरू गर्दाखेरि अलिकता आफूलाई पनि जोस जस्तो है त्यस्तो अनुभव भयो मलाई स्वयंमा पनि त्यो आयो दाइको कुरा सुन्दा ओहो म लड्नुपर्छ एउटा टिम बन्न सके राम्रो पनि हुन्छ साँच्चै एकदमै त्यो भविष्यमा के हुन्छ बनाउला दाइ केही छैन होइन दाइ अब धेरै लाइफमा यहाँसम्म आउँदाखेरि धेरै सङ्घर्षहरू पनि गर्नु पर्यो होला त्यस्तो बाल्यकालदेखि अहिलेसम्म त धेरै भयो होला नि तर ठ्याक्कै भन्नुपर्दा अब रुकुममा जन्मेको देवीराम कुसारीको बाल्यकाल कस्तो भयो थोरै बुझ्न मन लाग्यो अब मेरो बाल्यकाल रुकुममै बित्यो रुकुममा बित्दाखेरि अब हुनसक्छ त्यति बेला त्यो ठाउँको लागि त ठिकै थियो होला तर समग्र रूपमा असाध्यै अभावमा अब त्यहाँ रुकुमको बसाइ 3-4 ठाउँ हुने एक ठाउँ गोठ हुने एक ठाउँ चाहिँ अर्को घर हुने अर्को ठाउँ अर्को घर हुने होइन
त्यहाँ सबै उत्पादन एकै ठाउँमा हुँदैन थियो नि। जहाँ मकै फल्थ्यो त्यहाँ चाहिँ गहुँ कम फल्ने, जहाँ गहुँ फल्थ्यो त्यहाँ चाहिँ मकै कम फल्ने, जहाँ तोरी फल्थ्यो त्यहाँ चाहिँ अरू नफल्ने हुन्थ्यो। त्यस कारण धेरै ठाउँमा हुन्थ्यो। अनि परिवार पनि ठुलो हुने, ठाउँ बस्नुपर्ने भावनाले ठाउँ बसिन्थ्यो। सानो सानो हुने बेला हजुरआमासँग बढी बसेँ म। गाईवाला जाने, गाईवाला गइसकेपछि अनकन्टार जङ्गल हुन्थ्यो जाने। अनि त्यो तरुल पाइन्छ कि रुकुममा, साना साना त्यो जङ्गली तरुल यस्तो मिठो हुन्छ। त्यसको हजुरआमाले चाहिँ खनेर रोटी बनाएर त्यसलाई थिचेर ढुङ्गामा रोटी बनाएर अनि पातमा राखेर अनि त्यो आगोमा हालेर त पकाएको यस्तो मिठो हुन्थ्यो। त्यो गुलियो असाध्यै मिठो हुन्थ्यो त्यो खाएको। त्यसरी यो केही रमाइला, केही गजबका र केही असाध्यै अभावका कुराहरू भए। अनि अब रुकुम हुँदासम्म त एक जोर चाहिँ चप्पल लगाएँ कि मैले, एक जोर कि दुई जोर लगाएँ। चप्पल लगाउने भने ठुलो कुरा हुन्थ्यो होइन, ठुलो कुरा हुने चप्पल लगाउने भयो। हाफ प्यान्ट भयो भने त त्यो त राजा भयो होइन। अनि उति बेला कपी त धेरै पछाडि आयो। बुवाले मलाई त्यो मेल भन्ने हुन्छ, मेलको पाटी, काठको चाहिँ पाटी बनाएर दिएको मलाई याद छ। त्यो पाटीमा लेखेर बित्यो के अरे सानो क्लासहरू। अनि डाङ झरिसकेपछि पनि अलिकति मतलब होच्याउने तरिकाले मतलब दबदबाहटमा रहेर बित्यो मेरो। किनभने हामी माइग्रेसन भएर यहाँ आएको। अनि यहाँको अलिकति केही पहिलाका साथीहरूले चाहिँ अलिकति होच्याउने, अलिकति गिल्ली गर्ने, हाम्रो भाषै नमिल्ने होइन, हाम्रो उस्तैपट्टि रहनसहन खानपिनै मिल्दैन थियो। अलिकति त्यो दबाउने होच्याउने प्रयासले मतलब त्यस्तो बासिटाहरू आउँथे। अनि तर आफूले के गर्ने भने मेहनत गर्नुपर्छ, मेहनतमै जानुपर्छ भन्ने हिसाबले अगाडि बढिराख्यो। मलाई अहिले पनि थाहा छ, मेरो एकजना साथी थियो। अनि उसले मलाई जहिले पनि हेप्ने लाई क्याबाल भन्थ्यो कि मलाई। अब हाम्रो रुक्मेलीहरूको भाषामा लाई भन्ने जोडिन्छ कि, अनिकेर भने जस्तै भन्छौँ नि हामीले, अनि अनिकेर भन्छौँ, त्यस्तै चाहिँ उहाँ लाई बाल भन्ने जोडिन्छ। त्यो झुन्ने हुनाले मलाई लाई भन्थ्यो। एकजना साथी छ, अहिले पनि त्यो छ। उसले मैले मेहनत गरे, मलाई दुःख गरिन्थ्यो कि, पानी ल्याउन गइन्थ्यो, मलका डोगा लगिन्थ्यो, बिहान स्कुल जानुभन्दा अगाडि घाँसको छाप काट्नु पर्थ्यो, अनि दाउरा काट्नु पर्थ्यो, बेलुका आएर फेरि दाउरा जानु पर्थ्यो होइन। म त्यहाँ उररी पढ्थेँ, यहाँ उररी बङ्गलापुर मेरो घर। म घरमा आउने बेला मेरा साथीहरू नदी क्रस भइसकेका हुन्थे, सेतो डिटेस हुन्थ्यो, नदी क्रस पारे अलिअलि झिलिमिली सेतो देखिन्थ्यो। अनि आफू आइन्थ्यो, मेहनत गरेर त्यसरी आइन्थ्यो। अनि यो मखमलीको छोरो भन्थे मलाई के। अनि हे त के दुःख गर्छ स्यार, म त हेर यो गजबको घटना छ कि यो, त्यो साथीले भन्थ्यो कि त यस्तो दुःख गर्छ, म त टक्क ठुलो हुने हो, बिहा गर्ने हो, बिहा गरेपछि टक्क घर आउँछु, गाउँ जान्छु, बस्न गाउँ डुल्छु, आएर घर आउँछु, एपट्टि खिर पका भन्छु अनि खिर खान्छु भन्थ्यो कि त्यसले। त्यो त्यसको घरमा गाई भैँसी केही थिएन। उसलाई हाम्रो घरमा गाई भैँसी सब थिए, हामी हाम्रो घरमा खिर पर्छ त। त्यसलाई त्यो खिरको बहुत महत्त्व थियो कि जस्तो लाग्थ्यो कि उसलाई। अनि खिर पका भन्छु। त्यो खिर पकाउनलाई चामल चाहिन्छ, दुध चाहिन्छ, दुध हुनलाई लालाबाला चाहिन्छ, लालाबाला हुनलाई घाँस काट्नुपर्छ, मल फाल्नुपर्छ, स्याउलो सोत्तर गर्नुपर्छ भन्ने उसलाई त्यो त्यतिका त्यो ध्यान दिमाग गएन। उसले चाहिँ खिर खान्छु, म त खिर खाने, एपट्टि खिर पका भन्छु, खिर खान्छु भन्थ्यो। त्यो हिँडादी बिचरा अहिले पनि रक्सी खाएर यस्तै गरेर डुल्छ। तैँले के गर्छ देवीराम भनेपछि मैले त बिहा त थाहा पाउनेबाट म त घाँस जाने हो, बेलुका अनि छापो ल्याउने हो, कहाँनिर चिसो छ भैँसीलाई त्यहाँनिर गदक्क बाहिर तातो छापो ल्याउने। छाप पनि के काट्ने हो भने भट्टेको काट्ने हो, त्यो तातो हुन्छ। अनि कि धाइरा काट्ने हो कि भट्टे काट्ने हो। यो पानपाते भन्ने हुन्थ्यो कि एउटा, पानपातेलाई त्यो अलिक चिसो हुन्थ्यो कि, त्यो चिसो त काट्दैन, म चिसो हुन्छ भैँसीलाई अब चिसो हुन्छ, दुनु भैँसी राम्रो हुँदैन, म त भट्टेको छापा काट्ने हो भन्दै मलाई मसिना कुरा गर्थेँ कि, मतलब त्यो बेलुका बिहान चाहिने कुरा गर्थेँ, उसले एकैचोटि गर्थ्यो। त्यसले गर्दा त्यो अभावमा बित्यो। अभावले मलाई यहाँसम्म ल्यायो। जीवनमा असाध्यै उताप चढाव भोगेन नि। अब अरू कुरा त थाहा भइहाल्यो। मैले मेरो जीवनमा पनि धेरै पटक मैले जीवनलाई सक्ने प्रयास गरेको छु, धेरै पटक मैले जीवनलाई सक्ने प्रयास गरेर फेरि उठाएको छु। अब भन्न मिल्छ मिल्दैन मैले भनिदिएँ कि पहिलो पटक अब यति भन्दाखेरि ल करिब मेरै परिवारका 7-8 जना 8-10 जना परिवार सदस्य गुमाइसकेको छु मैले होइन। मेरा 2टा भाइ गुमाएँ मैले होइन। अनि अङ्कल गुमाएँ, ठुल्बाउ गुमाएँ, केही फुपूहरू गुम्नुभयो। अनि पछाडि आएर अब हजुरआमा हजुरबुवा त अब कालगतिले जानुभयो होइन। अब साली, आफ्नै आफ्नै भाइ बुहारी होइन गुमाइयो होइन। अब दुर्घटनामै। अनि त्यसले गर्दा असाध्यै उतार चढाव। अब के सर्टकटमा मैले भने के अरे 68 साल थियो,
68 साल थियो, म बजारमै व्यस्त थिएँ। उति बेला राति आवाज पेपर पनि हेर्थेँ, रेडियो पनि हेर्थेँ, व्यस्त थिएँ। राति 11 बजे 11-12 बजे यस्तै बजे झ्याप्प घरबाट फोन जान्छ। बुढी रुँदै भन्छन् कि फोन के अरे घर आगो लागि भयो अनि यहाँ त बर्बाद भयो भन्छन्, त्यति भन्ने नि फोन काटेन। अब मेरो चाहिँ सक्यो सब भने जस्तो भयो कि छोराछोरी साना छन्, नानी बाबु साना छन्, माथि गाउँको कच्ची घरमा बस्ने, अनि अर्जुन सरलाई सर मेरो घर त आग लाग्यो भएर बर्बाद भयो, जानु पऱ्यो भन्ने कुरा। अनि त्यस पछाडि कहाँसम्म त मैले चलाएर ल्याएकी हो। मलाई हरिपौर कहाँ आउने बेला मलाई चलाउन आँट भएन, बाइक मेरै बाइक थियो, चलाउन आँट भएन। पछि अर्जुन सरलाई चलाउनु भनेपछि अर्जुन सरलाई चलाउनु, म पछाडि बसेँ। पुलमा आउने बेला केही अर्जुन स्टेसन म्यानेजर हो। अनि त्यसपछि पुलमा आउने बेला केही देखिँदैन, हो रहन्छ कि जल्या जस्तो भयो। त्यो सबै सबै खाइसकेको रहेछ कि। अनि आउँदाखेरि सबै लगाएको कपडा बाहेक कुनै पनि बचाएर हिँड्छ। धन्न मेरा छोराछोरी र श्रीमती सकुशल रहेछन्। बुवाआमा गोल्टागुडी बस्नुहुन्थ्यो। अनि बुवाआमा आइसकेर मैले जीवनमा मेरा अभिभावकको पहिलोपटक देखाएको त्यति बेला मैले। मेरो बुवाले अँगालो हालेर यस्तै रुनु भयो। अनि मैले बुवालाई भने कि अब यो सम्पत्ति हो, कमाइन्छ। बुवा आफै खुद रुँदाखेरि असाध्यै पीडा भयो कि कमाइन्छ। अनि मैले त्यति बेला बुवालाई सम्झाएँ। मेरो छोराछोरी र श्रीमती सुतेको कोठामा अरू 4 मिनट मात्रै मेरो श्रीमतीले नथापा दिएको भए जान्थ्यो क्या आगो। त्यो कोठामा आगो जान्थ्यो होला, कसरी आगो बल्थ्यो होला, मेरी श्रीमतीले कसरी छोराछोरी पकाउँथ्यो होला, कसरी जल्थ्यो होला, तिनीहरू कस्तो हुन्थ्यो होला त्यति बेला। भगवान्ले त्यसबाट त बचाइदिए नि त, त्यसबाट त बचाए त। मलाई बाल बचाएछन् कि भगवान्ले। 4 मिनट मात्रै नभइदिए त्यो कोठामा जान्थ्यो, त्यो कोठाबाट निस्किने कतै छैन। सबै आलुमा त्यो ग्रिलको झ्यालहरू छन्, कतैबाट निस्किन्थेन, सबै सिद्धिन्थ्यो, संसार सकिन्थ्यो नि त। कम्तीमा भगवान्ले सिधा नजरले हेरे, बच्यो नि त बाबा, बच्यो, सब थोक हुन्छ भने बुवालाई सम्झाएँ। सबैसँग आखिर रिकभर भयो, फेरि रिकभर भइसकेको थियो। अनि सबैको सहमतिमा अब एका छ थियो, अब दुई भाइले दुई बहिनी बिहा गरेपछि राम्रै हुन्छ भन्ने बुवाको प्रस्ताव हो। भाइले पनि सोल्टिना मन परायो। मेरो साली चाहिँ मास्टर पढेका थिइन्, अब राम्रै नोकरीमा पनि राम्रै थिइन्। अनि बिहे गरेपछि माइतीले नमान्दै बिहे गरियो। केही समय त माइतीसँगै बोलचाल पनि बन्द भयो मेरो। त्यो भाइको र हाम्रो परिवार मिलोस् भन्नेका लागि त्यो गरेको थियो। अनि साली प्रेग्नेन्ट भई मैले त भन्थेँ उसलाई, बिहे पहिला चाहिँ साली त भने, अब बिहे भइसक्यो तै भन्ने भयो, उसले भिना भन्थे। अनि त्यसपछि बिहे भयो, बहिनी जस्तो भयो। अनि उसको चाहिँ प्रेग्नेन्ट भयो, कोलपुरमा चाहिँ अपरेसन भयो र बच्चा जन्मियो, छोरा जन्मियो। तर सालीको डेथ भयो भनौँ न। त्यो मृगौला चाहिँ ड्यामेज भएछ। अनि ड्यामेज भएपछि 1.5-2 महिना काठमाडौँ बस्यो, 1.5 महिना लखनऊ बस्यो। त्यति बेलाको समयमा करिब 14-15 लाख रुपियाँ सक्यो, सबै सम्पत्ति सक्यो। म सडकमा आएँ। अनि त्यति बेला पनि रुवाकल्लीमा बस्यो। अनि मैले के सोचेँ भने त्यही किस्ट मेडिकलमा भाइले र मैले सुसाइड गर्न खोजेको होइन। अनि भाइ चाहिँ उति बेला पुलिसमा थियो। अनि 13 दिनको काजक्रिया सकेर यही घरमा त्यो आगलागी भएको घरमा थियो। राति बुढीले मैले बिस खाएर सुसाइड गर्न थालेँ। तर छोराछोरी रोइसकेपछि अनि हो हाम्रा त छोराछोरी छन् भन्ने लाग्यो। अनि त्यो जो छोरो बाँचिरहेको छ, कान्छो छोरा, त्यसको याद आयो र हामी सुसाइड गर्नबाट रोक्यौँ। मेरो भाइले त ड्युटीमा भएको बेला ककै हाने आफूलाई, बन्दुकै हाने, पीडा असह्य भएर सहन नसकेर। तर मैले के सोचेँ भनेपछि ए साली गई त छोरो छ नि त, कहीँ न कहीँ सुन्दर छ कि, समस्याभित्र असाध्यै सुन्दर छ कि। फेरि त्यो छोरो छ, छोरालाई हेरेर पनि त बाँच्नु पऱ्यो भविष्य। अहिले छोरो अमेरिकामा छ होइन, सबैलाई बाबा मम्मी भन्छ, हामीलाई बखरेको बाबा मम्मी भन्छ, आफ्नो बाबा मम्मीलाई आफ्नो बाबा मम्मी भन्छ होइन। हप्ता दिनमा फोन गर्छ। कम्तीमा सालीको नासो त छ नि त, त्यहाँ पनि सुन्दर पक्ष छ जस्तो लाग्यो। अनि त्यसलाई पनि मेकअप गराएको थिएँ 71 सालमा। स्याममै बाढी आयो, सबै लगाएको कपडा केही बसेन। अनि त्यसलाई पनि कसरी हेऱ्यो भने 2 मिनट हामीले नथापाइदिएको भए 2 मिनट मात्रै हामी घरबाट निस्केका थियौँ, घर ढलिहाल्थ्यो कि होइन। यो बाटोबाट माथि गएको थियौँ, लगभग 5-10 मिनट गएको थियौँ, घर आएर। यद्यपि हामीले 10 मिनट ढिलो गरिदिएको भए घर ग्राममा ढल्थ्यो होला, छोरो कतातिर बग्थ्यो होला, छोरी कतातिर बग्थ्यो होला, श्रीमती कसरी रुन्थ्यो होला, त्यो पीडा मैले कसरी ठेक्थेँ होला, कसरी सिद्धिन्थ्यौँ होला हामी। ए भगवान्, त्यसबाट त बचाएँ नि। हामीले 10 मिनट पहिला थाहा पायौँ, सब सुरक्षित भयो, सम्पत्ति लग्यो, केही छैन भन्ने भयो कि। त्यहाँ पनि त सुन्दर पक्ष छ भन्ने दाइको जिन्दगी ढल्दै उठ्दै भयो। अनि फेरि सङ्घर्ष गरियो, फेरि मेहनत गरियो, फेरि यत्तिको भयो।
अब यतिको आउँदाखेरि पनि केही समस्या भयो होइन, यो हुन्छ भन्ने भयो, मान्छेलाई यस्ता समस्या आउँछन् भन्ने भनेपछि एकदम एकपटक फेरि सडकमा जाँदै फेरि चढ्दै, फेरि सडकमा जाँदै फेरि चढ्दै। त्यस कारण मैले के भन्ने गरेको छु भने समस्या सम्भावना बिना हुनै सक्दैन क्या। समस्या सम्भावना बिना हुनै सक्दैन। समस्याले सम्भावना बोकेर आफै ल्याए हुन्छ। त्यहाँभित्र आफूले त्यो सम्भावना के हो भन्ने चिन्न जान्नु पर्यो होइन। अब ठ्याक्कै सफलताको परिभाषा के रहेछ दाइ? सफलताको परिभाषा अरू केही होइन, गरिराख्ने हो, गरिराख्ने हो, गरिराख्ने हो, त्यही हो सफलता। तिमी जे गरिराखेका छौ नि अनवरत रूपले गरिराख त्यसलाई। तिमी समाज के अरूले के भन्छ कसो भन्छ केही नभन, मेहनत गर होइन, परिश्रम गर। कतिपय मान्छेले यो घर बनाएको छ, छोरो कहाँ छ, त जस्तो भइरहेको त म माथि टक्क माथि छतमा बस्थेँ, ओख्रोखुट्टी लगाएर बस्थेँ, के हो भनेर तर थर्काउँथे भन्ने साथीहरू अधिकांश छन्। मैले भन्छु मसँग 4वटा हेलिकप्टर हुन्, 2-3वटा जेट विमान हुन्, मेरो घर भर्खरै गाउँभरिको होस्, माथि नै मेरो होस्, एयरपोर्ट होस्, टक्क म एयरपोर्टबाट ल्यान्ड के अरे हेलिकप्टर चाहिँ छतमा ल्यान्ड गरौँ, टक्क तल झरू अनि आएर टक्क भाँडा मार्ने, टक्क भाँडा धस्काउँ, प्लेट पकडेर ग्राहकका छेउमा जाउँ। त्यतिको मजा केही छैन कि, त्यहाँ जतिको आनन्द केही छैन मेरो लागि। तिमीहरू भन्छौ अहिले खुट्टा हल्लाउने भन्छौ, मैले कल्पना त्यो गरेको छु। म त्यति धेरै सम्पन्नशाली हौँ, संसारको सबैभन्दा धनी हौँ, तर काम भाँडा मात्ने गरौँ अथवा काम नछोडौँ कि मैले होइन। प्लेनबाट झरेर मकै गोरु मैले, हेलिकप्टर ओर्लेर धान रोपौँ मैले, र पो देवीराम कुसारी त अहिले खुट्टो हल्लाउन थाल्यो भने त बर्बाद भएन। त्यसो दाइ हरेक कुरामा सामाजिक सञ्जालमा पनि देखिरहेको हुन्छ, मकै गोरेको, आलु रोपेको, घर व्यवसाय हुँदाहुँदै पनि बारीतिर खनजोत गरिराखेको त्यो हामीले फोटोहरू पनि देख्दा अहिले पनि अहिले हेर्नु छ यो घुइया पाप्रो सायद यो वरपर कतै छैन होला। मैले अघि भने दाइ त्यो मान्छे डुबाउने पाप्रो छ। अनि यहाँ मकै सम्भवतः मेरो जतिकै मकै होलाहरूको पनि यस्तै सबैको जस्तो म यो भन्ने किसान जस्तै मकै मैले बनाएको छु होइन। अनि आफूलाई चाहिने के हो, मैले मेरो लसुनमा म पूर्ण रूपले निर्भर छु। मलाई होटललाई कति चाहिन्छ नि लसुन, मैले पहिला लगभग 50-60 हजारको लसुन किन्थेँ, अहिले लसुन मैले किन्दिनँ। प्याज पनि मैले 30-40 हजारको प्याज किन्थेँ एक वर्षमा, अहिले प्याज पनि किन्दिनँ मैले। कृषि गर्ने तरिका पनि त फरक होला नि दाइ त्यसो भए त? म त्यति धेरै मसँग त्यो अत्याधुनिक छैन, रैथाने नै हो मसँग, तर रैथानेलाई पनि अलिकति मार्जिनमा गर्छु मैले, अलिकति मेहनत गरेर, अलिकति थोरै अलिक बढी चासो दिएर। अरू केही नगर, तिमीले जहाँ गर्छौ नि, जे काम गरिरहेको छौ नि त्यसलाई दिललाई मात्रै लगाऊ कि, दिल मात्रै लगाऊ, त्यो धेरै फरक भइहाल्छ। दिल मात्रै लगाऊ। तिमी दिल लगाएर त्यो ठाउँमा गयो भने झन् फरक भइहाल्यो, त्यो ठाउँमा गएर झार उख्लियो भने झन् फरक भइहाल्यो, झार उख्लेर माटो कुट्यायो भने झन् फरक भइहाल्यो, माटो कुट्याएर मात्रै त्यसलाई उकेर लगायो भने झन् एवान भइहाल्यो। त्यतिकै नगर। तर मेरो बारीमा आज घुइया छ, घुइयामा झार थियो, यसो घुइया राम्रो भयो त हुन्थ्यो मात्रै कल्पना गर दिप्ती, तिम्रो धेरै फरक हुन्छ। त्यो भने दिलचस्पले त्यहाँ छौ, त्यहाँ लाग, त्यसले चाहिँ राम्रो गर्छ। त्यसकारण त्यो गर्न आवश्यक छ। दाइका कुराहरू सुन्दाखेरि त कतिपय भावुक पनि बनायो, किनकि एउटा मात्रै पीडा रहेनछ, धेरै त्यस्ता पीडाहरू आइपरेका रहेछन्। ठ्याक्कै यो पीडा सम्झिँदा चाहिँ एकदमै मन दुख्ने भन्ने चाहिँ रहेनछ। सबै पीडाहरू पीडा नै रहेछन्। वास्तवमा पीडा भनेकै के रहेछ त दाइ? अब पीडा भनेकै के हो भने तिमीलाई मजबुत बनाउने, तिमीलाई मजबुत बनाउने एउटा चाहिँ के भन्छन् त्यो रेन्ज, हामीले रेन्ज भन्छौँ, नटबुट कस्ने त्यो के साँचो हो। पीडा भनेकै तिमीलाई अझ मजबुत बनाउने त्यो साँचो हो। तिमीलाई जब पीडा हुँदैन नि, मजबुतताको, निखारिताको होइन, बलियताको महसुसै हुँदैन कि। जब पीडा हुन्छ नि, पीडा त्यही हो जसले चाहिँ तिमीलाई बलियो बनाउँछ भने। नट बोल्ड गर्ने रेन्ज भन्छ नि, के भन्छ नि त्यो भाषाले बुझ्ने आफ्नो भाषा, जस्तो नट कसिन्छ नि, नट कस्ने त्यो साँचो हुन्छ नि एउटा रेन्ज, त्यही नै पीडा हो। त्यहाँ बिचमा त्यसले पीडा भएर त्यो बलियो भयो कि त्यो नट होइन। साइकलको लुज थियो नट, त्यसले बेसरी कस्यो, त्यहाँ त्यो कसाएर त पीडा भयो नि त, अनि त्यो के भयो, बलियो भयो। त्यसकारण पीडा भनेकै जीवनलाई अझ बलियो बनाउने साँचो हो, मैले बुझेँ चाहिँ। दाइ अहिलेसम्म त्यस्तो एकदमै कहिलेकाहीँ त हुन्छ नि, आँसु खसिहाल्ने हुन्छ नि अब सम्झिँदाखेरि। म यस्तो छु भने म उस्तै पनि दिनमा 3-4 पल्ट रुन्छु है। म सामान्य कुराले रुइदिन्छु कि, मलाई यस्तो छिटै यो मन मेरो यति उ छ, एकदम छिटै। म मोबाइल हेर्दा मेरो बुढीले कस्तो नआबर्दी पनि
कति त्यो मोबाइल हेरिरहेको हुन्छ त्यस्तो भयो भने यस्तो बर्र भित्री छ भने यस्तो हुन्छ। मलाई अब चाहिँ के हुन्छ भने वृद्ध अवस्थामा बाबाआमालाई कसैलाई असाध्यै माया गरेको असाध्यै स्याहार सुहार गरेको हुन्छ नि यस्तो हार्ट टच गर्छ मलाई एकदम। त्यो देखेँ भने मलाई रोइहाल्छु। अनि भाइ बहिनीहरू मिलेको सहकार्य गरेको दाइले भाइलाई मानेको असाध्यै श्रद्धा गरेका भिडियोहरू पनि देख्यो भने त्यसले मलाई असाध्यै छुन्छ होइन, असाध्यै छुन्छ। अनि त्यो त्यति बेला रुन्छु। कोही ठुलो मान्छे होइन, ठुलो मान्छे त्यसले चाहिँ असाध्यै ग्रास रुटको काम गरिरहेको कि म ओबामाले त्यो प्लेट सार्दै गरेको कतिपय भिडियो देखेँ थिएँ। मलाई कस्तो आँसु आउँछ मलाई त्यसलाई देख्यो भने कि त्यस्तोले छुन्छ कि असाध्यै छुन्छ मलाई। त्यसले गर्दाखेरि यो अब यिनी क्षणमा त कति रोइयो नानी, कति एकदम सबैभन्दा छिटो रुने पनि मै हमला, सबैभन्दा छिटो मनलाई चाहिँ बुझाइहाल्ने मतलब कन्भिन्स गरिहाल्ने पनि हमला। कसरी दाइ? त्यो एउटा त यो मतलब यो गड गिफ्ट भन्छन् नि, भगवान्ले नै त्यस्तै केही दिन्छ होला केही सामान्य कुरा। अनि त्यसपछि त्यसलाई चाहिँ बढाउने कुरा। बिउ त मकैको गेडा त एउटै हुन्छ नि, एउटै गेडा रोपिन्छ, एउटा रोप्यो भने त्यसको एउटा कोसा घोगा लाग्छ, घोगामा त एउटै गेडा हुन्न नि त, त्यहाँ त लगभग 50 गेडाभन्दा धेरै हुन्छन्। अनि 50 गेडाले फेरि 50वटा बोट फलाउँछन् होइन। त्यस्तै त्यो केही त त्यही बिउ होला, भगवान्ले दिएको गिफ्ट होला, त्यसलाई चाहिँ बढाएको छु कि मैले। मलाई यिनी घटनाले बढाएको छ कि त्यस्ता कुराहरू। त्यसपछि त्यहाँ त्यो घटना पर्छ, जुन एक्सिडेन्ट पर्छ, अनि एक्सिडेन्टमै निहुरेर बस्ने हो, त्यही भए बस्न सिद्धि हो कि चिन्ता गऱ्यो भने सक्यो कि त्यसमै सकियो। त्यसलाई चटक्कै पनि भुल्दैन म, फेरि त्यसलाई चटक्कै भुल्ने पनि होइन। त्यसलाई प्रेरणाको रूपमा लगिराख्ने, त्यसको अल्टरनेट खोल्ने कि विकल्प खोज्ने। मैले भन्ने गरेको छु म जुगाडी छु कि बढी, म असाध्यै जुगाडी छु। भन्नाले जुगाड गर्ने कि जुगाड गर्ने। यो यसो अब यो कतिपय हुन्छ यो तिमीले यो केही बाँध्दैछौ, मानौ तिमी घाँस गयो होइन, घाँस गयो पुलो पार्दै थियौ, पुलो पार्थ्यो, त्यो छिन्ने हो कि, त्यो जुइना भन्छौँ नि हामीले, जुइना छिन्ने हो कि। तिमी के गर्छौ भने त्यो जुइनालाई सट्ट फालिदिन्छौ अनि अर्को जुइना पार्छौ। म चाहिँ के गर्छु त्यो जुइनालाई फेरि घाँस्छु कि, त्यो जुइनालाई घाँस्न सकिन्छ कि होइन, फेरि त्यो कहीँ बाटेर त्यसलाई जोड्न सकिन्छ कि होइन, पहिलेको रूपमा ल्याउन सकिन्छ कि भनेर जुगाड गर्छु कि मैले। अनि त्यो जुगाड गरेर फेरि जुगाड, मतलब जुगाडी छु म। अरू मेरो खास क्षमता धेरै ठुलो क्षमता होइन, जुगाडी छु। र एउटा मेरो सबैभन्दा राम्रो काम मेरो चाहिँ क्षमता, आफूलाई प्रशंसा पनि गर्नुपर्छ है कहिले काहीँ त। म असाध्यै प्रशंसा गर्छु। मेरो जुगाडीपन र एउटा जुगाडीपन छ, एउटा चाहिँ मेरो चाहिँ अल्टरनेट धेरै छ मेरो। म फरक दृष्टिकोणले हेरिदिन्छु क्या। तिमीले यसले यही टेबल देखायो होला नि, यसलाई मैले यसलाई गजबको अर्को केही चिज पनि देखिदिन्छु क्या। तिमीले यसलाई ढुङ्गो देखिरहेछौ कहीँनिर होइन, मैले यसलाई गजबको शिव होइन, गजबको केही चित्र देखिरहेको छु क्या होइन। कतिपयले यो बोतल छ नि, यो बोतल वेस्ट बोतलको देखिरहेछ नि, मैले यसलाई इट्टा सम्झेँ कि र बान्नु लगाएँ कि। कस्तो राम्रो होइन, अहिले पर्खाल बनिरहेछ त होइन। त्यस कारण यो ठाउँलाई पनि कति मान्छेले बगर सम्झिरहेको थिएँ कि। अहिले घर बन्यो होइन, अहिले मैले उनीहरूले बगर देख्ने बेला मैले के देखेँ, व्यापारी घाउ देखेँ कि होइन। त्यस कारण त्यो अलिक फरक तरिकाले हेर्ने चाहिँ मसँग त्यो चाहिँ मेरो राम्रो पक्ष छ एउटा, त्यो चाहिँ छ। त्यसैले यहाँसम्म ल्यायो मलाई। कस्तो राम्रो। दाइसँग धेरै भलाकुसारी भयो। अब खासमा पत्रकारिता गरिरहँदाखेरि अरूका कुराहरू बढी लिने, आफ्नो दिने ठाउँ नहुने हुन्थ्यो दाइ होइन। एकदम अहिले व्यवसाय भन्दाखेरि हजुरसँग मैले लिन पाएँ। यो छुट्टै आनन्द हुने रहेछ, यो छुट्टै आनन्द। फेरि म अलिक बढी बोल्छु नि, म के अरे प्रश्नकर्तालाई पनि उछिनेर अझ बढी बोल्छु कि, मलाई चाहिँ रोक्नुपर्छ, ब्रेक चाहिन्छ। त्यस्तो लागेन दाइ मलाई, पहिलोचोटि मैले ट्राई गरेँ, खुसी लाग्यो। त्यो हुन्छ मलाई त्यस्तो लाग्छ, तर छुट्टै आनन्द लाग्यो। त्यही अब के छ अरू केही सपना? मेरो सपना केही छैन। त्यही सपनालाई बिउजाउन पाएँ भन्थ्यो। दुईवटा सपना, एउटा राजनीतिको त्यस्तो खालको राजनीति आफैले गर्छु भन्ने पनि छैन, जसले पनि त्यो गरिदियो हुन्थ्यो भन्ने छ। त्यस्तो खालको राजनीतिको जसले पनि गरिदियो हुन्थ्यो भन्ने छ। म सहयोग गर्छु दाइ एकातिर। ठिक छ, त्यो मैले नै गर्नुपर्छ भन्ने छैन, कोही त्यस्तो आइदियोस्, कोही त्यस्तो आइदियोस्, त्यो छ। हामी दुई भाइ गरौँला के। अनि अर्को चाहिँ जो मेरो व्यावसायिक ऊ हो, मतलब योजना हो, त्यो योजना अझै पनि टुटेको छैन। एकपटक छोरालाई नेपालै फर्काउन पाएँ होइन, नेपालमै केही गर्छ कि गर्न पाएँ। मेरो छोरो अहिले गाडी चढ्छ, के मतलब छ अमेरिकामा गाडी चढ्ने कि, कसले हेर्ने हो गाडी, त्यहाँ कसले किन्यो,
म अहिले बुलेट बाइक चलाएको छु दिव्याङ्ग कसरी बुलेट बाइक चलाएको छ भन्छ हेर्छ क्या यहाँ गाउँमा अनि समाजमा अनि यहाँ छुट्टै आनन्द छ त्यसै कारण फर्काउन सकिन्छ कि भन्ने हो धेरै चाहिँ मलाई त्यस्तो लाग्छ केही बासिटाले फेरि अलिकति त्यसमा ब्रेक पनि लगाइरहेको छन् तर हेरौँ त्यो समयले बताउँछ अब मेरो मूल मन्त्र तिमीले बुझ्यौ काम गरिराख जे गर्छौ नि काम गरिराख मेहनत गरिराख कि सफल भइएला नभइएला आफ्नो तिमी पोजिटिभली तिमी सकारात्मक दृष्टिकोणले काम गर नि मेहनत गर्दै जाऊ तिम्रो कायापलट भएको तिमी आफै थाहा पाउनु कि तिमी आफै थाहा पाउँदैनौ कायापलट भएको होइन मैले भने नि म त्यो बागीचिरा भन्ने छ कि मेरो ठाउँ बागीचिरामा ग्वाला जाने मान्छे हुँ बाह्रवाला जाने उस्तै पनि चप्पल राम्रोसँग लाउन नपाउने मान्छे हुँ त मेहनत गरेँ मेरो कल्पनामा थिएन यो घर मैले कल्पना गर्दैन थिएँ यस्तो घरमा बस्छु भनेर त्यो मेहनत गर्दै आइयो होइन अब मलाई के चाहिँ लाग्दैन भने म गरिराखेँ भने म चाहिँ एकपटक सडकमा आए पनि फेरि उठ्छु भन्नेमा म दृढ विश्वास छ मलाई पूर्ण विश्वास त छु किनकि पल्टै उठिसकेको छ होइन त्यसले गर्दा त्यो चाहिँ गरिन्छ त्यही हो मेहनत गर निरन्तर गर एकदम गरिराख त्यसले चाहिँ मान्छेलाई माथि पुर्याउँछ धेरै ज्ञान गुणका कुराहरू धेरै इनर्जी दिने कुराहरू दाइसँग सेयरिङ गर्न पाइयो यो समय दिएर मलाई घरैमा आएर होइन आएर यो पनि मेरो सम्पत्ति हो नि यो अब तिम्रो पनि केही यसमा इन्टेन्सन होला केही स्वार्थ होला तर यो जब सामाजिक रूपमा यो सञ्चार माध्यममा जान्छ नि यो त मेरो ठुलो सम्पत्ति हो यही नै त हो सम्पत्ति त्यस कारण यो सम्पत्ति जोड्नमा मलाई सहयोग गरेकोमा दुवैजनालाई म असाध्यै आभार प्रकट गर्छु म कृतज्ञ छु नानी तर दाइ धेरै कुरा चाहिँ मैले लिन छुटाएको छु जस्तो अझै पनि लागिरहेछ मलाई ठिक छ त्यस्तो भयो भने फेरिका अरू बसाइ पनि गरौँला होइन आज अब समयले पनि कतिसम्म साथ दिन्छ अब यिनी कुरा हामी त भाइ बहिनी छँदै छौँ कहिले काहीँ सेयर गरौँला होइन चिया गफ छँदैछ हुन्छ हुन्छ दाइ हस् यहीँमै स्टप गरौँ सायद